ट्राई पनि कसरी गरेँ भने म क्लास 11-12 पढ्दाखेरि चाहिँ अलिअलि लेख्न थालेँ क्या, त्यो गजलहरू लेख्थेँ त्यति बेला। त्यसपछि एउटा कथा लेखेँ। त्यो कस्तो थियो भने म चाहिँ अलिक कम्ती बोल्ने खालको मान्छे थिएँ। त्यो मान्छेसँग त्यो छटपट्टि हुँदो रहेछ नि त भित्र, अनि त्यो कहाँ चाहिँ पोखिने कहाँनिर गर्ने भन्दाखेरि चाहिँ राइटिङ साइड त्यो एउटा माध्यम बन्ने होला। अन्त किताब त्यो पत्रिकामा नाम छापिँदा मात्रै रमाइलो लाग्ने होइन। त्यो यो पहिलोचोटि चाहिँ सही सुनचरीमा पठाएको थियो भने गजल पठाएको थिएँ होइन। गजलमा ठ्याक्कै नाम आयो क्या, आमा मलाई त हुन्छ नि संसारको सबभन्दा खुसी त्यो दिन लाग्यो क्या। त्यो मैले चाहिँ यतिकै लेखेको थियो, तर त्यो चाहिँ कसैले माथि पुर्याइदिएछ क्या पार्षदकोमा। अनि मेरो घरमा धम्की आइपुग्यो क्या। म त एकदम सानो 11-12 पढ्दै थिएँ होइन। म 2-3 दिन कामेर बसेँ क्या। राइटिङको पावर चाहिँ हुन्छ नि, आफूले सोचेको भन्दा धेरै अगाडि पनि जान सक्दछ कोही बेला। तपाईँ कुनै ठाउँमा जानुभयो भने त्यो ठाउँको समृद्धि चाहिँ बिल्डिङले तय गर्दैन क्या। त्यो ठाउँको समृद्धि चाहिँ त्यहाँ कति पैसा वाल मान्छे बसेको छ त्यसले तय गर्दैन क्या। त्यो तय केले गर्छ भने त्यहाँ लाइब्रेरी कत्रो छ, त्यो किताब पढ्ने मान्छे कति छ, त्यो समृद्धि चाहिँ त्यो ठाउँको त्यसले तय गर्छ क्या। मैले भनिहालेँ सुरु, मैले चाहिँ यहाँसम्म सोचेकै थिइनँ एक त होइन। मैले त सामान्य त्यो 500 सोचिवरी ख्याएको हो होइन। अहिले 5वटा भाषामा आइपुगिसक्यो। अनि अर्को त म नेपालमा त एकदमै नचिनेको राइटर, फासुङभन्दा अगाडि त म त चिनेकै थिइनँ होइन। अनि अहिले पछिल्लो समय जाँदाखेरि चाहिँ त्यो मान्छेहरूले भनेर तपाईँलाई त के साह्रो माया गरेको यहाँको मान्छेले भनिरहेको हुन्छ क्या। अनि त्यो 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 मान्छेले त्यही मायाको लागि त लेख्ने होला नि त होइन। हजुर, सो त्यो बहाना मात्र हो। त्यो त ओके, सो अघि तपाईँले ठ्याक्कै उयो छुइदिइहाल्नु भयो, लभी गरेर पनि होइन। त्यो पनि कुरा गरिहालौँ न है। अनि आएपछि धेरैले भने तपाईँ चिया बगानमै हुर्केको भनेर सोधेँ क्या, खुसी लाग्यो। कमसेकम न्याय दिएछु भन्ने चाहिँ लाग्यो। हजुर हजुर। नमस्ते, स्वागत छ तपाईँहरूलाई फेरि पनि आरजे सागर पडकास्टको अर्को एपिसोडमा। जब हामी अलिक टाढा थियौँ पडकास्टदेखि, धेरैले मेसेज गरेर कमेन्ट गरेर सोध्नु भएको हो कहिले आउँछ कि बन्द भएको कि भनेर पनि सोध्नु भएको छ। ओके, सो आज सोही कुरालाई अगाडि लैजाँदै हामी समक्ष यस्तो गेस्ट हामीले निम्त्याएका छौँ जो धेरै हो, तर धेरैले उहाँलाई देख्नु भएको छैन, धेरैले उहाँलाई सायद चिन्नुहुन्न, तर उहाँको नाम सुन्नुभएको छ नि, उहाँले लेखेको उपन्यास पढ्नुभएको छ। आज हामी समक्ष गेस्टको रूपमा हुनुहुन्छ छुदेन काबिमो ज्यू, उहाँलाई म स्वागत गर्छु। स्वागत छ दा तपाईँलाई। धन्यवाद, नमस्ते। कस्तो हुनुहुन्छ? ठिक छु। म तपाईँलाई अघि फर्स्टमा भेट्दै एकदम मिठो मुस्कानले क्या, तर त्यो मुस्कानको पछाडिको कुरा चाहिँ मैले पछि थाहा पाएँ। तपाईँहरू आउँदै गर्दा स्कुटीको प्रब्लम भएको चाहिँ धन्न नयाँ जीवन पाएर आएको, त्यो भएर मुस्कान पनि नयाँ आयो। त्यही त के भएको थियो खासै? आउँदा आउँदै ठ्याक्कै सुरज साथी अगाडि हुनुहुन्थ्यो। हजुर, त्यो ब्रेक चाहिँ काम लागेन छ क्या। अन्त उहाँ चाहिँ निक्लेर काम्नु थाल्नु भयो, म चाहिँ चिया पिएर। यो पाटा भन्नु, यो त कलेज भ्याली मिलिङ भन्छ, यो पाटा पहिला आउनुभएको, यसको बारेमा सुन्नुभएको नामहरू पनि कहीँ कतै? नाम पनि सुनेको थिइनँ मैले। रङबुल चाहिँ सुनिरहेको, सोनादा रङबुल त्यो बाटो चाहिँ दार्जिलिङ हिँड्ने होइन। अनि आज चाहिँ ठ्याक्कै तपाईँले त्यहाँबाट चाहिँ अलिकति नजिकै होला भनेर सम्झेको थिएँ, तर अलिकति तल रहेछ। तर रमाइलो भयो, चिया बगान हेर्दै हेर्दै मेरो ठ्याक्कै उर्मा लागेको थियो चिया बगानमा थियो। त्यो चिया सम्झिँदै आइपुग्यो भनौँ न तपाईँको गाउँमा। ओके, सो तपाईँ लेख विधामा हुनुहुन्छ होइन, उपन्यास लेख्नुहुन्छ। कस्तो थियो भन्दाखेरि उपन्यासहरूको कुरा गर्दा चाहिँ पहिला हाम्रो गाउँहरूमा बत्ती नहुँदा, बिजुली बत्ती नहुँदा मान्छेहरूले क्या उपन्यासहरू पढ्दा चाहिँ कस्तो भन्थ्यो भन्दाखेरि, विशेष गरेर विद्यार्थीहरूले पढ्दा चाहिँ त्यो नराम्रो आदत जस्तो मान्थ्यो क्या। उपन्यास पढ्नु चाहिँ एकदमै नराम्रो आदत हो। तपाईँलाई त्यो थाहा छ? त्यस्तो हुन्थ्यो तपाईँहरूलाई पनि? तपाईँको हुन्छ नि सुरु चाहिँ कसरी भयो उपन्यास? अब सिधै भन्नुपर्दा उहाँको एकदमै फेमस उपन्यास चाहिँ फात्सुङ, जुन चाहिँ धेरैभन्दा धेरै पाठकहरूले पढिसक्नु भएको छ। सो अब तपाईँको सिधै यात्राबाटै गइहाल्छु नि त म। तपाईँको उपन्यासको यात्रा कसरी सुरु भयो? मलाई चाहिँ त्यस्तो परेन, जस्तो त्यो चाहिँ एउटा अलिक साँगुरो सोचाइ पनि होला त्यति बेला होइन। मान्छे चाहिँ त्यति बेला चाहिँ अलिक पुरानो जमानामा मान्छेले एउटा ठ्याक्कै लाइनमा सोच्ने होइन। अनि त्यो प्रेम गर्नु पनि बन्देज भएको समयमा चाहिँ प्रेमको उपन्यासहरू पढ्दाखेरि होइन यो बाटोमा जान्छ कि भन्ने पनि होला, त्यसरी राखेको। अनि कतिवटा चाहिँ अलिकति अश्लील खालको कुराहरू चाहिँ त्यहाँनिर आउँछ भन्ने टाइपले पनि त्यो गरेको होला होइन। त्यो एक ठाउँमा छँदैछ, तर मैले चाहिँ त्यसरी गर्नु परेन। म चाहिँ जब पढ्नु थालेँ, त्यो पढ्दा चाहिँ हाम्रो समय नै त्यही टाइममा, त्यो 90sमा हामी हुर्किनेलाई त्यो थाहा छ कि हामीसँग रेडियो मात्रै थियो, त्यसपछि टिभी पनि थिएन, मोबाइल फोन थिएन, केही थिएन।
त्यसपछि त्यति बेला चाहिँ के गर्ने भन्दाखेरि चाहिँ समय कटिने नै उपन्यास थियो क्या, किताब पढ्यो, उपन्यास पढ्यो। त्यसरी नै चाहिँ पढ्दा पढ्दै चाहिँ लेखनमा आयो भनौँ न। मैले खासमा चाहिँ मैले कहिले सोचिनँ कि म लेखक हुन्छु भनेर मैले लेख्न थालेको होइन क्या। खास गरी चाहिँ मलाई त्यो कहिले सपनामा पनि आएन कि लेखक बन्नुपर्छ अथवा लेख्नुपर्छ भनेर कहिले सोचिनँ। तर जब म त्यहाँभित्र पछि चाहिँ त्यो आदत बन्दै गयो मेरो राइटिङ चाहिँ होइन, त्यो किताब चाहिँ होइन। त्यो कस्तो हुँदो रहेछ भने मान्छेले देख्नेमा इन्द्रेणीमा 7वटा कलर हुन्छ भन्छ नि त होइन, 7वटा कलर इन्द्रेणीमा छ। तर किताबमा चाहिँ 8औं कलर पनि हुन्छ क्या। त्यसले जीवनमा तपाईँलाई नयाँ कलर दिन्छ क्या। सायद किताबले त्यो कलर दियो होला होइन। त्यो कलरमा म जब मिसिएँ त्यसपछि मलाई लाग्यो किताबमा केही छ। त्यसपछि मैले लेख्नु त्यसरी सिकेँ भनौँ न। ओके, भनेपछि तपाईँले लेख्नुभन्दा पहिला तपाईँ पढ्नुहुन्थ्यो धेरै? पढ्नु त पऱ्यो, पढेरै आयो भनौँ। म पढ्ने आदत बन्दा चाहिँ म लेखक बन्ने, म लेखक भनेर सोचेर बन्ने चाहिँ होइन। आई मिन त्यो सुरुमै म चाहिँ लेखक बन्छु भन्ने चाहिँ थिएन? थिएन। ओके, सो कुन चाहिँ पोइन्टमा आएपछि चाहिँ या तपाईँलाई लाग्यो कि म पनि लेख्न सक्छु कि म पनि ट्राई गरौँ कि भन्ने खालके भयो त हुन्छ नि? ट्राई पनि कसरी गरेँ भने म क्लास 11-12 पढ्दाखेरि चाहिँ अलिअलि लेख्न थालेँ क्या। त्यो गजलहरू लेख्थेँ त्यति बेला। त्यसपछि एउटा कथा लेखेँ। त्यो कस्तो थियो भने म चाहिँ अलिक कम्ती बोल्ने खालको मान्छे थिएँ। त्यो मान्छेसँग त्यो छटपट्टि हुँदो रहेछ नि त भित्र। अनि त्यो कहाँ चाहिँ पोखिने, कहाँनिर गर्ने भन्दाखेरि चाहिँ राइटिङ सायद त्यो एउटा माध्यम बन्ने होला जहाँनिर म पोखिन सकेँ होइन। त्यो लेख्दै चाहिँ के भयो भने सुरुमा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो किताब त्यो पत्रिकामा नाम छापिँदा मात्रै रमाइलो लाग्ने होइन। यो पहिलोचोटि चाहिँ सही सुनचरीमा पठाएको थियो भने गजल पठाएको थिएँ होइन। गजलमा ठ्याक्कै नाम आयो कि आमा, मलाई त हुन्छ नि संसारको सबभन्दा खुसी त्यो दिन लाग्यो क्या। अनि त्यसपछि लाग्यो होइन, मलाई त त्यो लेख्न भन्दा पनि नाम छापिनुको लागि पनि लेख्नुपर्छ भन्ने टाइपको लाग्यो होइन। त्यो रमाइलोले नै चाहिँ मलाई सायद त्यो हुन्छ नि बिस्तारै चाहिँ पछाडि चाहिँ त्यो सुरुमा सायद राइटिङ त्यसरी हुन्छ होला क्या। म अस्ति त्यो मार्केसको इन्टरभ्यू पढ्दै थिएँ होइन। उसले त खालि यतिको लागि मात्रै लेखेको थियो अरे कि हाम्रो साथीहरूको समयमा एउटा मान्छेले अलिअलि लेख्थ्यो भन्ने खालकोले चाहिँ त्यो चाहिँ रेकग्नाइजेसन भन्दा पनि अलि सम्झना भनेर लेख्दै चाहिँ त्यहाँ पुग्यो भन्ने टाइप। हरेक लेखकमा त्यो हुन्छ होला। अनि म पनि सायद त्यो हुन्छ नि लेख्ने त्यो रहर, नाम छापिनुपर्छ, नाम देखियोस् भन्ने सायद त्यसरी नै लेखिन थाल्यो होला सुरुमा चाहिँ क्या। अनि पछि चाहिँ त्यति बेला धेरैले पनि लेख्यो। त्यो मान्छेलाई कस्तो हुन्छ, लेखन चाहिँ त्यति बेला चाहिँ सबभन्दा सहज हुन्छ जति बेला त्यो बारे त्यति थाहा हुँदैन क्या। लेखन मात्रै होइन, हरेक कुरो आँट आउँछ होइन। जस्तो तपाईँ प्रेम गर्नुहुन्छ भने पनि तपाईँलाई प्रेमबारे त्यति थाहा छैन, त्यो हुन्छ नि तपाईँ यत्तिकै बगेर जानुहुन्छ क्या। तर एक ठाउँ पुगेपछि बुझ्नुहुन्छ यो जिम्मेवारी पनि हो भन्ने जब लाग्नु थाल्छ। राइटिङ पनि त्यही हुँदो रहेछ क्या। त्यहाँदेखि चाहिँ गाह्रो लाग्नु थाल्छ क्या। नभए त म त सुरुमा त लेखन जति सजिलो केही छैन जस्तो लागेको थियो। मैले पहिलोचोटि लेख्दाखेरि जति बेला पनि लेख्नु सकिहालेँ होइन। तर पछि चाहिँ बिस्तारै त्यो हुन्छ नि लेखन भनेको यो रहेछ, मान्छेले पढेपछि त्यसलाई त्यसरी सिरियसली लिँदो रहेछ होइन। आफ्नो कुरा चाहिँ त्यहाँ पुग्दाखेरि उनीहरूले त्योसँग जोडेर कसरी हेर्दो रहेछ त्यो बुझ्नु थालेपछि चाहिँ त्यसपछि चाहिँ लाग्न थाल्यो राइटिङ भन्ने त गाह्रो कुरा रहेछ भन्ने चाहिँ त्यहाँदेखि फिल भयो। कति बेला चाहिँ तपाईँलाई लाग्यो कि अब म जिम्मेवार हुनुपर्छ, अब चाहिँ मैले लेख्दा चाहिँ अलिक जिम्मेवारीपूर्वक लेख्नुपर्छ भने त्यो टाइम कस्तो थियो? त्यो चाहिँ कस्तो हुँदो रहेछ भने हरेक त्यो समयले सिकाउँछ भन्छ नि त होइन। मैले क्लास 12 हुँदाखेरि चाहिँ एउटा व्यङ्ग्य टाइपको लेखेको थियो। त्यति बेला चाहिँ हाम्रो ठ्याक्कै छिरिङ शेर्पा हुनुहुन्थ्यो सभासद, त्यति बेला पार्षद भनिन्थ्यो सायद होइन, डिजिएसीको। पार्षदको पावर त कस्तो डरलाग्दो थियो नि त त्यति बेला, तपाईँलाई थाहा छ नि त होइन। यहाँनिर पनि कोही थियो होला पार्षद भनेको चाहिँ अहिलेको जिटिए चेयरम्यान टाइपले उसले आफ्नो समिति त्यसरी चलाइदिने क्या। काम पनि उसले दिने, नोकरी उसले दिने, बाँड्ने, त्यति क्षमता भएको मान्छे। अनि मैले एउटा व्यङ्ग्य लेखेको थिएँ। त्यो व्यङ्ग्यमा चाहिँ सामान्य त्यसले छैटौँ अनुसूचीको कुरा उठिरहेको थियो। अनि मैले छैटौँ अनुसूचीलाई अलिकति चाहिँ त्यसलाई चाहिँ सटाइ हिर्काएर त्यसपछि चाहिँ त्यो व्यवस्थामाथि र हाम्रो नेताको अनुहार अलिकति झल्किने खालको लेखेको थिएँ। त्यो मैले चाहिँ यतिकै लेखेको थियो, तर त्यो चाहिँ कसैले माथि पुऱ्याइरहेछ क्या पार्षदकोमा। अनि मेरो घरमा धम्की आइपुग्यो क्या। म त एकदम सानो 11-12 पढ्दै थिएँ होइन। अनि घरमा धम्की आइपुग्यो, त्यसले चाहिँ केटाकेटी सानै छ, त्यसलाई पछि काम पनि चाहिन्छ होला, अलिक चाहिँ जोगेर लेख्नु भन्नु भने चाहिँ म 2-3 दिन कामेर बसेँ क्या। त्यति बेला फिल भयो क्या राइटिङको पावर चाहिँ हुन्छ नि आफूले सोचेको भन्दा धेरै अगाडि पनि जान सक्दछ कोही बेला भन्ने चाहिँ मलाई पहिलोचोटि सायद त्यो दिन लाग्यो होला क्या। वाउ त्यो सायद त्यो दिनको धम्कीले आज हामीले छुदेन काव्यमा उपन्यासकार पाएको हो कि अन्य पो फिल लाइन बनायो। हजुर। ओके, सो उपन्यासकै कुरा गर्दा अब
तपाईँले पढ्नेको अलिक ब्याक जाउँ न हामी है। विशेष गरेर चाहिँ उपन्यास पढ्ने क्रमकै कुरा गर्दा पहिला हाम्रो दार्जिलिङको एकजना लेजेन्डरी उपन्यासकार हुनुहुन्थ्यो प्रकाश कोविदज्यू होइन, सायद तपाईँहरूले पनि उहाँको उपन्यासहरू पढ्नुभयो होला। अनि मलाई चाहिँ हुन्छ नि उपन्यासहरू या कुनै पनि कृतिहरूको मोल चाहिँ मैले कति बेला रियलाइज गरेँ भन्दाखेरि अब मैले उहाँको बारेमा सुनिरहेको हामीले पनि उहाँको उपन्यास पढ्यौँ होइन, हाम्रो क्रममा थियो एचएस गर्दै गर्दा। त्यति बेलासम्म पनि मलाई सामान्य लाग्थ्यो क्या, अब जस्तै ठिकै हो उपन्यासकार हो त्यो भन्ने खालको लाग्थ्यो। तर एकचोटि मेरो उता भोजपुरबाट दाजुहरू घुम्नु आउनुभएको थियो क्या नेपालबाट, भोजपुरबाट। अनि गाडीमा चाहिँ कुरा भयो क्या, अनि उहाँहरूले चाहिँ उहाँको उपन्यास भोजपुरको पनि दुर्गमै एरियाबाट उहाँहरू होइन। अनि त्यति बेला चाहिँ मलाई एउटा कुरा यस्तो डरलाग्दो उयो भयो कि हिट भयो कि तपाईँले अहिले भनेपछि पावर क्या हुन्छ नि, यति डरलाग्दो रिच हुनु सक्दो रहेछ। त्यो पनि त्यो समयमा जति बेला चाहिँ न सोसियल मिडिया थियो न केही थियो क्या, एउटा सिङ्गो उपन्यास चाहिँ त्यो ठाउँसम्म पुग्नु सक्दो रहेछ भन्ने खालको फिल भएको हो क्या। अनि सो तपाईँले पनि उहाँको उपन्यासहरू पढ्नुभयो होला, सो कस्तो लाग्छ उहाँको बारेमा अहिले सुन्नुहुन्छ या तपाईँले पछि रिसर्च गर्दा सुन्नु पनि भयो होला। बेसिकल्ली लेखकहरूको अवस्थाको बारेमा हामी सुनिरहेको हुन्छौँ होइन, हाम्रो समाजमै त्यही छ कि दुःख पाउने काम भन्ने त सिधै भनिहाल्छ कलाकार लेखक छ होइन। सो त्यति बेला तपाईँ अब यो यात्रामा जब चाहिँ पुरै अब चाहिँ म पस्नुपर्छ है भन्ने रियलाइज भयो, लेखकमै जानुपर्ने रहेछ भन्ने कुरा, त्यति बेला त्यो अलिकति भए पनि एउटा डर लाग्दैन कि ला मेरो पनि अवस्था त्यस्तो त्यो अवस्थामा पुगेर पनि त्यो हुन्छ कि भन्ने खालके हुन्छ नि, मैले पनि पछि गएर अलिकति भए पनि दुःख पाउने अवस्था हुन्छ कि भन्ने खालके सोच्नु भएन? होइन, त्यो चाहिँ हाम्रो मानसिकतामा त्यसरी थोपिदियो नि त होइन। मलाई पहिला मैले सुरुमा भने नि लेखक बन्ने खास मैले सपना देख्थिनँ भन्ने, त्यसको पछिको कारण पनि त्यही हो। लेखक भने बित्तिकै कल्पनामा के आउने भने दारीजुङ्गा एकदम बढेको रक्सी खाइबस्ने अनि घरको समस्या लथालिङ्गै आफ्नै संसारमा हिँडिरहेको, त्यो सबैले चाहिँ त्यो कल्पना वरिपरि चाहिँ राइटरलाई हालिदियो क्या। खासमा राइटर त्यति मात्रै पनि होइन नि त होइन, हामीले चाहिँ जुन चाहिँ साङ्ग्रो बनाइदियो त्योभन्दा अगाडि पनि हो राइटर। अनि त्यो सबभन्दा ठुलो कुरा चाहिँ के लाग्छ भने मलाई हरेक मान्छेले चाहिँ किताबसँग जोडिनु किन पनि आवश्यक हुँदो रहेछ भने हरेक मान्छेहरू लेखक हुनु जरुरी छैन, म अहिले पनि भन्छु हरेक मान्छे लेखक हुनु जरुरी छैन, तर हरेक मान्छेले किताब पढ्नु जरुरी छ क्या। किनभने चाहिँ किताब मात्रै यस्तो माध्यम हो जसले चाहिँ कल्पना गर्नु सिकाउँछ क्या तपाईँलाई होइन, तपाईँलाई विनम्र बनाउनु सिकाउँछ। तपाईँ जतिसुकै उग्र भए पनि एक ठाउँमा गएर यो रहेछ भनेर विनम्र बनाउनु सिकाउँछ। अनि सबभन्दा ठुलो कुरा चाहिँ तपाईँको जीवनमा जुन चाहिँ रङ थपिदिन्छ होइन, तपाईँलाई कल्पना गर्नु सिकाउँछ। तपाईँ कल्पना गर्नु सिक्नु भनेको चाहिँ तपाईँको हर थोकमा कुनै पनि कुरो जब पनि आविष्कार हुन्छ भने त्यो सबभन्दा सुरु चाहिँ कल्पनाबाटै हुन्छ क्या होइन। तपाईँ हवाजहाजमा उड्ने सपना आज उडिरहनु भएको छ, त्यो कसैले एक दिन कल्पना गरेको थियो र त आज उडिरहेछ होइन। तपाईँले गाडी बुकको त्यसरी सोच्नुहोस्, हर कुरो तपाईँलाई सुविधा दिने जुन कुरो पनि आज तपाईँले उपभोग गरिरहनु भएको छ त्यो कल्पनाबाट सुरु भएको क्या। अनि मलाई चाहिँ के लाग्छ भने त्यो कल्पना गर्नु सिकाउने काम चाहिँ पहिलोचोटि चाहिँ त्यो किताबले दिन्छ, उपन्यासले दिनसक्छ अथवा कुनै पनि किसिमको कथाले दिनसक्छ होइन। अनि तपाईँले ठ्याक्कै प्रकाश कोविदको कुरा गर्दाखेरि चाहिँ म चाहिँ सुरुमा चाहिँ प्रकाश कोविद धेरै पढेर हुर्किएँ क्या। कस्तो हुन्थ्यो भने मैले तपाईँलाई सुरुमा पनि भने त्यो हामीसँग अरू कुनै सुविधाको मनोरञ्जनको थोक थिएन कि हामी टिभी हेर्न सकौँ अथवा फोनमा कुरा गर्न सकौँ, हामीसँग त्यस्तो केही पनि थिएन। अनि के थियो भन्दाखेरि हामीसँग प्रकाश कोविदको उपन्यास थियो क्या। अनि त्यो उपन्यास पनि कस्तो हुन्थ्यो नि गाउँमा एउटा हुन्थ्यो क्या अनि अब त्यो गाउँभरि घुम्थ्यो क्या एउटा उपन्यास होइन। हरेक मान्छे त्यो पढेर रुने होइन। अनि एउटा हुन्छ नि आदर्श प्रेम सिकाउने त्यसले होइन। मलाई त अहिले पनि त्यो प्रकाश कोविदको उपन्यासको नायिकाको त्यो दिमागमा आउँछ क्या, कस्तो राम्रो नर्स हुन्छ क्या है, सेतो लुगा लगाएर त्यो रेलीको बाटो हिँडिरहेको होइन। मेरो घर चाहिँ कालिम्पोङ हो, कालिम्पोङको एकदम सुदूर गाउँ हो नि त होइन। म कालिम्पोङ पहिलोचोटि आउनुभन्दा अगाडि नै म उपन्यास मार्फत आइसकेको थिएँ क्या, त्यो कल्पनामा आइसकेको थिएँ क्या। अनि त्यसरी चाहिँ सिकाउने हो, त्यो हिसाबले पनि चाहिँ कल्पना गर्नुको लागि पनि किताब पढ्नुपर्छ भन्ने हिसाबले पनि मैले त्यति बेला पढेँ होला होइन। मैले त्यति बेला चाहिँ जेन्युनली सोचेन कि म राइटर हुन्छु भनेर सोचेको थिइनँ। त्यो हिसाबले उनीहरूले जस्तो दुःख पाउँछु भन्ने त्यो हिसाबले मैले सायदै सोचिनँ होला। त्यो मैले त्यति लामो सोचेको थिइनँ। मैले किताबलाई यत्तिकै हुन्छ नि मेरो साथीको रूपमा मात्रै लिएँ त्यति बेला। ए ओके, सो अब अहिले तपाईँले प्रोफेसनली यही गर्नुहुन्छ होइन, राइटिङ गर्नुहुन्छ, पूर्ण रूपमा तपाईँ यो लेखन पेसामै हुनुहुन्छ भनौँ न। सो अब चाहिँ के भन्न चाहनुहुन्छ? साँच्चै लेख्दा दुःख पाउँदो रहेछ कि होइन? यो लेखेर पनि मान्छे एकदमै हुन्छ नि राम्रो जीवन जिउन सक्दो रहेछ। लेखेर चाहिँ दुःख पाउने होइन होइन। कसैको दुःख छ र उसले भन्न सकिरहेछ भने उसको कथा चाहिँ भनिदिन सक्दो रहेछौँ क्या हामीले।
जस्तो मैले यो चियाबारीको कथा लेखेँ उर्मा होइन, यो भर्खरै आएको छ, भर्खर रिलिज भएको। यो पनि त्यही आम कथा हो जो चियाबारीमा छ, जसले कथा भन्न सक्दैन होइन। अनि मलाई चाहिँ पछिल्लो समय चाहिँ के लाग्नु थाल्यो भने हरेक मान्छेसँग आफ्नो आफ्नो कथा छ नि त होइन, हरेक मान्छेसँग कथा छ, तपाईँको आफ्नै कथा छ होइन, तर सबैले आफ्नो कथा भन्नु सक्दैन क्या। तपाईँसँग माध्यम छ कि तपाईँ यो माध्यमबाट तपाईँले बोलिराख्नुहुन्छ, तपाईँले गीत गाउनेले गीतको मार्फत कथा भनिरहेको हुन्छ, सङ्गीत बनाउनेले सङ्गीतको मार्फतले कथा दिइरहेको हुन्छ, फिल्म बनाउनेले फिल्मको मार्फत कथा भनिरहेको छ। हरेक मान्छेसँग कथा छ र उसले आफ्नो व्यक्त गर्ने आफ्नो शैली छ क्या, माध्यम पनि छ। तर धेरै मान्छेसँग आफ्नो कथा भन्ने शैली छैन, ठाउँ छैन, माध्यम छैन क्या। कति त यस्तो पनि छ कि जसको भाषा उसको साहित्य छैन ठुलोसँगले होइन, उसले लेख्नु सक्दैन, उसको त्यो धेरै मान्छे त्यो पनि छ कि उसँग लेख्नलाई शब्द छैन, अक्षर चिनेको हुँदैन। सो लेखकको सबैभन्दा ठुलो काम चाहिँ मलाई के लाग्यो भने जसको कथा छ र उसले भन्नु सकिरहेको छैन, त्यो दुःखको कथा चाहिँ तपाईँ आफू फिल गरेर पनि लेख्न सक्नुहुन्छ क्या, पाउनुहुन्छ क्या। अनि दुःखलाई चाहिँ मैले त्यसरी जोडेँ क्या लेखनसँग चाहिँ। ओके, भनेपछि लेख्नले दुःख चाहिँ पाउँदैन। अरूको दुःख पनि भन्नु पाइन्छ क्या, सुनाउनु सकिन्छ। अरूको दुःख चाहिँ भन्ने हो, तर आफै चाहिँ दुःख पाउँदैन राम्रोसँगले लेख्यो भने चाहिँ कि दुःख र लेखनको त्यस्तो डरलाग्दो सम्बन्ध छैन होला। आई मिन टु से कि यसलाई प्रोफेसनल बनाएर प्रोफेसनली यो फिल्डमा लागेर जीवन धान्न सकिन्छ राम्रोसँगले भनेको नि। त्यो चाहिँ राम्रो छ अवसर। मैले सुरुमा पनि भने होइन, लेखन यस्तो थोक हो, तपाईँ जसले तपाईँ कसरी जिउनुहुन्छ त्यो अर्को कुरा हो, तपाईँलाई लेखनले जिउनु दिन्छ अथवा दिँदैन त्यो अर्को कुरा हो, तर लेखनले जुन तपाईँको जीवनमा रङ थपिदिनुहुन्छ त्यो तपाईँले अरू कुनै पनि ठाउँमा पाउनु हुँदैन क्या। त्यो त्यति ब्युटिफुल कुरा चाहिँ तपाईँको जीवनमा थपिदिन्छ राइटिङले। सो म त्यो रङसँग छु अहिले भनौँ न। ओके, सो हाम्रो मान्छेले चाहिँ सिधै कस्तो भन्छ भन्दाखेरि जे कुरामा पनि एउटा डिरेक्ट इन्कम हुनुपर्छ भन्ने खालको सोच आउँछ नि त। केही गरेपछि त्यसको हामीले स्यालेरी पाउनुपर्छ या त्यसको केही पारिश्रमिक पाउनुपर्छ भन्ने कुरा। तर तपाईँको भन्नुको तात्पर्य चाहिँ के लेखकहरूले आफ्नो त्यो लेखेअनुसार आफ्नो त्यो जुन पारिश्रमिक पाउने एउटा ठाउँमा छ, तर त्यो उपरान्त अरूको दुःख भनिदिएर या त्यो अरूको जीवनमा रङ थपिदिएर त्यो एउटा त्यो खुसी त्यो पारिश्रमिक पनि बेग्लै पाउँछ भन्नुभएको। त्यो पनि हो, तर लेखनले पारिश्रमिक पनि पाउनु पर्यो, सबैले पाउनु पर्यो। जसले आफ्नो काम इमान्दारितासँग गर्छ उसले त्यसको त पारिश्रमिक त पाउनै पर्यो नि त। राइटिङ पनि यस्तो माध्यम हो होइन, त्यहाँ तपाईँको सब थुप्रो इन्भेस्ट हुन्छ क्या, तपाईँको समय इन्भेस्ट हुन्छ होइन। एउटा किताब बनाउनु लागि तपाईँको 4-5 वर्ष लाग्छ, 5-6 वर्ष लाग्छ, त्योभित्र तपाईँ रिसर्च गर्नु जानु पर्यो होइन, तपाईँले रात दिन सब कुरो छोडेर लेख्नु पर्यो, धेरै कुरो चाहिँ इन्भेस्ट भएको हुन्छ नि त। अनि त्यसको त प्रतिफल त केही त पाउनु पर्यो। अनि म चाहिँ प्रतिफल बिना यतिकै साहित्य सेवा नै गर्नुपर्छ भन्ने पक्षमा चाहिँ छुइनँ डाइरेक्टली भन्नुपर्दा चाहिँ होइन। त्यो कुनै न कुनै मार्फत चाहिँ किनभने उसको सब कुरो चाहिँ इन्भेस्ट भएको छ नि त, अनि त्यो आउनुपर्छ भन्ने चाहिँ मलाई त्यो त लाग्ने हो। तपाईँले यो आज किन पोडकास्ट गरिरहनु भएको छ कि त्यो कहीँबाट फर्केर केही आउनुपर्छ भन्ने जसलाई पनि लाग्ने हो नि त। राइटिङलाई पनि त्यति हल्कासँगले लेखेर दियो बाँड्यो त्यसरी चाहिँ नलिनु पर्ने हो भन्ने लाग्छ मलाई चाहिँ। म चाहिँ हुन्छ नि त्यो लेखेको पछि पनि होइन उसको कमसेकम उसले जति परिश्रम गरेको छ त्यसको पारिश्रमिक त हुनै पर्यो होला होइन। अनि तपाईँलाई के लाग्छ त्यो पारिश्रमिक हुन्छ त? हुन्छ, पाइन्छ। तपाईँले त्यसलाई राइटिङलाई रहर मात्रै चाहिँ लिएर भएन, किनभने तपाईँले इन्भेस्ट पनि गर्नु पऱ्यो नि त। तपाईँले इन्भेस्ट बिना त कसरी चाहिँ रिटर्न पाउनुहुन्छ होइन। तपाईँले चाहिँ सिरियसली काम गरेर 4-5 वर्ष काम गरेपछि होइन, तपाईँको सब कुरो त्यहाँ चाहिँ इन्भेस्ट गरेपछि त त्यो चाहिँ फर्किनु पऱ्यो नि त होइन, पर्यो होला पर्नुपर्ने अनि पाउँछ। अहिले त झन् धेरै माध्यमहरू बनेको छ, अहिले त यति ठुलो चाहिँ त्यो स्पेस बनिएको छ। हामी नेपालको पत्र पत्रिकातिर लेख्यो भने त्यहाँबाट पनि पाइरहेको हुन्छौँ होइन। त्यसपछि किताब रोयल्टीमा अहिले इन्डियामै पनि धेरैजना हाम्रो पब्लिसर साथीहरूले चाहिँ किताब खोजिरहेको छ कि राम्रो किताब आयो भने हामी रोयल्टी दिएर साइन गराएर गर्छौँ भन्ने कामहरू गरिरहेको छ। अझै पछिल्लो समय त फिल्महरू पनि चाहिँ किताबबाट गइरहेको छ होइन। मान्छेलाई कथा चाहिने रहेछ भन्ने खालको चाहिँ त्यो परिवेश बनिन थालेको छ। सो हरेक ठाउँबाट एउटा सम्भावना त राम्रो बनिरहेको छ, अनि त्यो अझै राम्रो बनेर जान्छ। ओके, तपाईँले अहिले कुरा गर्नु भने क्या त्यो पब्लिस गरेर रोयल्टीको कुरा। सो विशेष गरेर मलाई जान्नु चाहेको चाहिँ अब यो पोडकास्ट हेर्ने भने कतिजना अब यङ राइटर्सहरू होला होइन, जसले तपाईँले भने चाहिँ रहरले होइन, तर म राइटिङै गरेर हुन्छ मैले पनि अनि तर त्यो हुन्छ नि दिमागमा चाहिँ छ कि म कि राइटिङै गरेर म
के गर्छु भन्ने खालको सोच बनाइरहेका छन् भने सो यो मलाई पनि जान्नु इच्छा छ, मलाई थाहा छैन क्या। सो कस्तो प्रकारले चाहिँ हुन्छ राइटर्सहरूको लाइक यति बुक यति एडिसन सेल भयो यति एडिसन सेल भयो भनेर सुनिरहेको हुन्छ हाम्रो बुकहरू होइन। सो इन टर्म्स अफ हुन्छ नि राइटरले पाउने त्यो रोयल्टी चाहिँ कस्तो प्रकारले हुन्छ, लाइक पब्लिसरले कस्तो प्रकारले लाने अनि कसरी अपडेट गर्ने, फेरि पब्लिसरले तिम्रो यति किताब सक्यो है यति किताब बिक्री भइसक्यो है भनेर त्यो हुन्छ नि त्यो 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 के अरे पारदर्शिता कस्तो हुन्छ? पारदर्शिता विश्वासको कुरा पनि आयो होइन। तपाईँले अब पब्लिसर र राइटर बिचको एउटा यस्तो सम्बन्ध हुन्छ होइन, यस्तो सम्बन्ध हुनु पऱ्यो कि तपाईँले उसले 10 बिक्यो भनेपछि तपाईँले पत्याउनु पऱ्यो 10 बिक्यो भनेर होइन 10,000 बिक्यो भनेर पत्याउनु पऱ्यो। अब होइन त्योभन्दा बेसी बेचेर मलाई लडायो होला भनेर तपाईँले गयो भने त त्यो त विश्वासको कुरा आएन, किनभने लेखन यस्तो माध्यम हो जो विश्वासकै हिसाबमा चल्नु पऱ्यो पब्लिसरसँग होइन, नत्र त पैसा कमाउने अरू हजारवटा माध्यम छन् त, त्यसरी विश्वास नगरी जाने हो नि त, तपाईँ विश्वास गर्नै पऱ्यो राइटिङमा। त्यसपछि त अरू त त्यही हो, सुरुमा चाहिँ एग्रिमेन्ट हुने हो होइन। तपाईँले किताबको जति किताब बिक्री हुन्छ त्यसको 15% तपाईँले पाउनुहुन्छ, त्यसपछि ट्रान्सलेट भएर गएपछि त्यो ट्रान्सलेसनको पनि अलग आउने हो। ओके 15% मात्रै लेखकले पाउने हो? त्यसमा थुप्रो छ नि त, पब्लिसरको पनि आफ्नै खर्च छ होइन, त्यसपछि डिस्ट्रिब्युसन गर्नु पऱ्यो, डिस्ट्रिब्युटरको आफ्नै खर्च छ होइन, त्यसपछि प्रोग्राम गर्नु पऱ्यो, त्यो पनि पब्लिसरले गर्ने हो, राइटरसँग त त्यस्तो हुने कुरा होइन, त्यो सबै खर्च धेरै हुन्छ क्या, अनि त्यहीँबाट त सबै कुरो त रोटेट हुनु पऱ्यो नि त। ओके सो र पनि सुन्दा चाहिँ अब सहीमा 15 मात्रै होइन, सुन्दा चाहिँ अलिकति हामीलाई चाहिँ कम भयो जस्तो लाग्छ, किनकि हामीलाई पनि लाग्छ तपाईँलाई लाग्छ अलिकति कम एटलिस्ट होइन 30सम्म चाहिँ हुनुपर्ने भन्ने खालको फिल हुन्छ तपाईँलाई कोही बेला? पब्लिसर पनि यही हुनुहुन्छ हेर्दै हो बिस्तारै बिस्तारै अलिक अझै घटाउन भन्ने बेलामा सुरज त हाँस्दै हुनुहुन्छ किनकि यो भनेपछि अब पब्लिस किताबमा त लेखकहरूलाई मर्का परेकै छ, त्यो उपरान्त अन्य फिल्महरू क्षेत्रमा पनि हामीले सुनिरहेको छौँ। तपाईँले भन्नु पनि अहिले सम्भावना धेरै छ, जस्तो ट्रान्सलेट भएर जानु भनेको एडिसनल हो, जस्तो तपाईँको पहिलो किताबमा चाहिँ त्यो रोयल्टी जति आउँछ, त्यसपछि ट्रान्सलेट भएपछि त्यसको त तपाईँको एडिसन भएर जाने हो, त्यसको चाहिँ राम्रो चल्यो भने फिल्ममा लैजाला, फिल्ममा किनेर लग्यो भने त्यो एडिसनल लाग्यो, अहिले सिरिजहरू बनिरहेको छ त्यतापट्टि जानु सक्यो भने त्यो अझै ठुलो सम्भावना हो, त्यो बाटो बनिँदै जाला नि त। ओके चाहिँ मैले भन्न चाहेको चाहिँ जस्तै फिल्महरूमा यो कुरा भइरहेको हुन्छ नि त, लेखकहरूले हामीले पैसा कम्ती पायौँ, हाम्रो के अरे हाम्रो पारिश्रमिक हामीले एकदमै पर्सेन्टेज एकदमै कम पाइरहेको छ भन्ने खालको कुरा हामीले सुनिरहेको हुन्छ नि त, भनेपछि पब्लिस गर्दा पनि अलिक कमै रहेछ। यो दार्जिलिङको मात्र केस हो कि नेपालतिर पनि पब्लिस गर्दा सेम रेटमा? अझ दार्जिलिङमा त एकदमै कम्ती छ होइन, जस्तो पब्लिसरहरू कति छ एकदमै त्यसरी पब्लिस भएको किताबहरू नै हामीसँग एकदम औँलाले गर्न सकिने होला, नत्र त राइटर आफैले खर्च गरेर चाहिँ गरिरहेछ। ओके 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 जसले चाहिँ जसको किताब पब्लिस भइरहेको छ त्यो त हामी औँलामा गर्न सकिन्छौँ, त्यस्तो अवस्था छ अहिले पनि। तर पछिल्लो समय राम्रै सम्भावना बनिरहेको छ होइन, त्यो जस्तो सुरुमा चाहिँ दार्जिलिङको एकदमै माथि हो नि त लेभल होइन, तपाईँको आख्यान हेर्नु भने प्रकाश कोविदको कुरा गर्नुभयो, राईहरूको कुरा गर्नुभयो, त्यो समय चाहिँ दार्जिलिङले नेपाललाई पनि लिड गरेको समय हो एकदम एकदम। तर पछि चाहिँ हामी यति साह्रो ब्याक भयौँ कि सबै कुरो हामी पछाडेर गयौँ क्या, त्यो 80s पछाडि हेर्नुभयो भने त राजनीतिले साहित्यलाई पनि त प्रभाव पार्ने रहेछ नि त होइन, सबै कुरो बजार व्यवस्थाहरू सबै चाहिँ लथालिङ्गै भएर गयो, त्यसपछि को माहौल त भर्खर त उठ्दै गरेको अवस्था हो नि त, सो बनिँदै जाला। ओके सो हामी अझै यसलाई डिटेल्समा पछाडि कुरा गर्नेछौँ, तर अहिले नजाउँ होला होइन मलाई जानु मन पऱ्यो। एउटा कुरा चाहिँ म तपाईँलाई के सोध्नु मन पऱ्यो भन्दाखेरि जस्तै पाठकको कुरा गरौँ न है, तपाईँलाई के लाग्छ जस्तै पहिलाको समयमा जस्तै प्रकाश कोविद सरको हामीले कुरा गऱ्यौँ होइन, उहाँलाई सम्झ्यौँ हामीले आज, अनि उहाँको टाइममा त्यो लेभलको पाठक थियो क्या हाम्रो क्षेत्रहरूमा, अहिलेसम्म आइपुग्दा यो 2025सम्म आइपुग्दा तपाईँलाई लाग्छ हाम्रो पाठकहरू घटेको छ, पढ्नेको सङ्ख्या घटेको छ, या पढ्नेको सङ्ख्या घटेको छैन त्यही लेभलको छ भने कुन चाहिँ एज ग्रुपले चाहिँ अलिक बेसी प्रिफरेन्स दिइरहेको छ त पढ्नुमा चाहिँ? अब त्यो गुनासो चाहिँ हुन्छ मान्छेले कि पाठक कम्ती छ के भनिरहेको हुन्छ होइन, तर पाठक चाहिँ छ हामीसँग पाठक छ। पछिल्लो समय त नयाँ जेनेरेसनले पनि राम्रो पढिरहेको जस्तो लाग्छ, साथीहरूले चाहिँ त्यो हाम्रो जस्तो अनलाइनहरू गरिरहेको छ, साथीहरूले चाहिँ किताबहरू हातत पुर्याइरहेको छ होइन, अनि उनीहरूसँग त्यो जतिवटा त्यो अनुभव छ त्यो हिसाबले चाहिँ हुन्छ नि, नयाँ पिँढीले पनि राम्रो किताब पढिरहेको छ होइन, अनि
समस्या चाहिँ के हुँदो रहेछ भने हाम्रो राइटरहरू नै चाहिँ बरु कम्ती पढ्ने जस्तो देखिँदो रहेछ कि हाम्रोमा चाहिँ लेख्न चाहिँ लेखिरहेको किताब चाहिँ कम पढिरहेको होइन तर किताब मात्रै पढ्ने पाठक पनि राम्रो सङ्ख्यामा छ अनि पछिल्लो समय चाहिँ यो सिक्किम साइडबाट अझै चाहिँ राम्रो ग्रो भइरहेको हो कि भन्ने लाग्छ होइन जस्तो यहाँनिर चाहिँ जिटिएहरू मार्फत चाहिँ त्यो पठन संस्कृतिको विकासमा खासै गतिलो काम के भएको जस्तो लाग्दैन मलाई चाहिँ साथीहरूलाई के थाहा छ म होइन तर सिक्किममा चाहिँ त्यो गभर्मेन्ट आफैले पनि कतिवटा त्यो फेस्टिभलहरू गरिरहेको छ होइन त्यहाँदेखि स्कुलमा वर्कसपहरू गरेर सानो सानो प्रोग्रामहरू गरेर चाहिँ मान्छेलाई किताबतिर तानिरहने काम गरिरहेको छ अनि अर्को चाहिँ हाम्रो इन्द्राङ सर हुनुहुन्छ एमपी सिक्किमको होइन उहाँ आफै पनि चाहिँ किताब पढ्ने नेताको रूपमा हुनुहुन्छ त्यो एउटा मान्छे चाहिँ मैले अघि सुरुमा पनि भने नि कि हरेक मान्छे राइटर हुनु जरुरी छैन त्यो किताब पढ्ने हुनु जरुरी छ क्या त्यो किताब पढ्ने मान्छे छ भने तपाईँ कुनै पनि ठाउँमा पुग्नुभयो भने तपाईँको सोच्ने तरिका अलिक अलगै हुन्छ क्या तपाईँ फिल्म खेल्नुहुन्छ र तपाईँ किताब पढ्नुहुन्छ भने तपाईँको त्यो अभिनय गर्ने क्षमता अलिक बेग्लै हुन्छ क्या होइन अनि तपाईँ फिल्म बनाउनुहुन्छ निर्देशन गर्नुहुन्छ भने र किताब धेरै पढ्नुभएछ भने तपाईँको त्यो लेभल त्यही हिसाबले सोचाइ आउँछ क्या ठ्याक्कै पोलिटिक्समा पनि त्यस्तै हुँदो रहेछ क्या अलिक किताब पढ्ने मान्छे चाहिँ त्यहाँ पुग्यो भने उसको सोच्ने तरिका अलिकति भिन्नै हुने होइन अनि त्यो अभाव चाहिँ हाम्रो दार्जिलिङमा खड्किरहेको हो कि भन्ने फिल गर्छु म अघि चाहिँ सुरु साथीसँग कुरा गरेको थिएँ क्या मित्र हामीसँग चाहिँ को नेताले किताब पढ्छ भने 2-3 जनाको त नाम आयो क्या दार्जिलिङबाट अमर लामा सरले पढ्नुहुन्छ होला अलिक किताब पढ्ने नेता होइन त्यसपछि त अर्थ छँदै छैन कालेबुङमा रुदेन सादल लेप्चा फिल्म बनाउने भएको नै त अलिअलि उहाँले इन्ट्रेस्ट राख्नुहुन्छ होला बिबी बजगाईहरूले अलिअलि पढ्नुहुन्छ होला त्यसपछि अर्थ नेतै हामीसँग त त्यो पढ्ने नेता नै छैन रहेछ क्या अनि किताब पढ्ने नभएपछि त्यो कसरी चाहिँ त्यसलाई त्यो पठन संस्कृतिलाई विकास गर्ने त्यो माथि काम गर्ने कुरा आएन तर सिक्किमको इतिहासमा चाहिँ त्यो चाहिँ अलिकति राम्रैसँगले आइरहेको हो कि जस्तो भाषा आन्दोलनको कुरा गर्नुभयो भने भण्डारीले आफ्नो सब कुरो दियो नि त त्यति बेला त्यो हिसाबले नेपाली भाषा मान्यता भयो तर ठ्याक्कै मान्यता भएर आएपछि उसको शासन चाहिँ पल्टियो चामलिङ आयो तर चामलिङलाई के प्रेसर पर्यो भने होइन उसले त भाषा मान्यता चाहिँ दिलाइसकेको छ भाषाको निम्ति त मैले के काम गर्नुपर्छ भन्ने हिसाबले पनि चामलिङ आफैले पनि चाहिँ भाषा साहित्यको निम्ति धेरै काम गरे क्या होइन तपाईँले अहिले पनि त्यो दार्जिलिङको तुलनामा हेऱ्यो भने सिक्किममा पवन चामलिङको टाइममा धेरैवटा काम भएको छ निर्माण प्रकाशन मार्फत अनि ठ्याक्कै उहाँ गएपछि चाहिँ पिएस गोले सर आउनुभयो उहाँलाई पनि सायद त्यही भयो होला चामलिङले त गरेको छ मैले पनि गर्नुपर्छ भन्ने भयो त्यो हिसाबले पनि त्यहाँ चाहिँ राम्रो काम भइरहेको छ ठुल्ठुलो फेस्टिभल भइरहेको छ कविता प्रतियोगिताहरू लाखको पनि भइरहेको छ त्यहाँनिर होइन अनि एमपी आफै पनि किताब पढ्ने भएको हिसाबले उहाँले राम्रो काम गरिनु भएको छ अनि ठ्याक्कै त्यो चाहिँ हामीले मिस गरिरहेको छौँ कि यता चाहिँ भन्ने लाग्छ त्यो हिसाबले सिक्किममा चाहिँ नयाँ पिँढी चाहिँ राम्रो आइरहेको छ किताब पढ्ने सो भन्नुको तात्पर्य तपाईँको चाहिँ दार्जिलिङमा चाहिँ नयाँ पिँढीमा चाहिँ अलिकति इन्ट्रेस्ट कम देख्दै हुनुहुन्छ होइन छ मैले तुलनाको कुरा गरेको तुलनात्मक कुरा गरेको सङ्ख्या कुन चाहिँ बेसी आइरहेको छ तपाईँले सङ्ख्याको कुरा गर्नु भने कसरी आइरहेको छ भन्ने कुन लेभलको मान्छे बेसी आइरहेको छ भने सङ्ख्याको हिसाबमा चाहिँ सिक्किम अलिक अगाडि हो कि भन्ने लाग्छ होइन अनि यता चाहिँ त्यो मिस भएर पनि होला अलिकति कम्ती छ अर्को चाहिँ हामीसँग बुक स्टोरहरू पनि छैन रहेछ क्या खरसाङ त्यत्रो ठुलो टाउन हो होइन अहिलेको जिटिएको अध्यक्ष त्यहीँको तर त्यहाँ बुक स्टोरै छैन रहेछ क्या होइन डुवर्स त्यत्रो एरिया छ म अस्ति किताबसँग त्यहाँ पुगेँ डुवर्समा बुक स्टोरै छैन क्या एउटा पनि अनि यस्तो कुरालाई पनि चाहिँ अलिकति हेल्प गरिदियो भने होइन जो प्राइभेटली काम गरिरहेको छ पब्लिकेसनमा जो सिरियसली चाहिँ आइरहेको छ उनीहरूलाई चाहिँ अलिकति सहयोग मार्फत कुनै मार्फत गरिदिए भने पनि चाहिँ के हुन्थ्यो कि होइन जस्तो किताब दोकानै छैन भने कहाँबाट ल्याएर किताब पढ्ने लाइब्रेरी छ लाइब्रेरी ठिकसँगले चले जस्तो लाग्दैन मलाई त मैले मेरो गाउँको लाइब्रेरी हेरेको थिएँ जहाँबाट म किताब लिएर आउँथेँ होइन बिहान मैले सोधेँ क्या त्यो लाइब्रेरी चाहिँ कस्तो छ अहिले भनेर सोधेको त्यो लाइब्रेरी चाहिँ यति ठुलो लाइब्रेरी त्यो निम्बोङको लाइब्रेरी होइन 86मा आन्दोलनमा जलाएर चाहिँ 2-3 दिन आगो बलेको भन्छ खरानी त्यो हुन्छ नि त्यो धुवा आएको भन्छ होइन त्यो किताबबाट त्यो लाइब्रेरी सेन्टरमा सारिएको थियो त्यो लाइब्रेरी नयाँ बनाउने भनेर चाहिँ नयाँ भवन बनिने भयो भवन बनिने भएपछि एउटाले भनेछ त्यो काम मलाई दियो भने म जमिन दिन्छु भन्ने टाइपको के भयो अनि मिलाउँदा उसले काम पाएन उसले जमिन पनि नदिने भएछ त्यसपछि अर्कोले भनेछ होइन म जमिन दिन्छु मलाई काम दिनु भनेर ओके भने उसले काम गर्न थालेछ अनि काम गर्दा गर्दै बिल्डिङ बनाउँदाखेरि उसको खर्च त भयो यताबाट बिल आएन उसलाई रिस उठ्यो होइन म यहाँ घरै बनाउँछु मेरो पैसा पाएन भने अहिले लाइब्रेरीमा घर बनाएर बसिरहेको छ अरे होइन अवस्था यहाँ छ फेरि त्यो चाहिँ ठ्याक्कै हाम्रो लाइब्रेरी डिपार्टमेन्टको जो एक्जिक्युटिभ हुनुहुन्छ सञ्चबीर सर उहाँको आफ्नै समष्टि फेरि अवस्था यस्तो छ अनि त्यो बिचबाट चाहिँ कसरी अगाडि सङ्घर्ष गरेर आउने भन्ने पनि चाहिँ अवस्था छ नि त यसलाई चाहिँ अब हामीले कसरी लिने सो तपाईँ के लाग्छ कि एउटा समाजबाट होइन एउटा ठाउँबाट यसरी पाठकहरूको सङ्ख्यामा हत्तै
हार्साउनु या घट्नु हुन्छ नि किताब पढ्नेको सङ्ख्या मैले घटेको होइन भनेको छुइनँ घट्नु होइन धेरैसम्म घट्नुले हाम्रो समाजलाई कतिको फरक पार्छ या कतिको गाह्रो बनाउँछ भोलिको दिनमा होइन किताब मैले घटे चाहिँ भनेको छुइनँ जस्तो तुलनात्मक रूपमा चाहिँ हामी त्योभन्दा अगाडि जान सक्थ्यौँ भनेको क्या जस्तो 60s को समयमा जति किताब बिक्थ्यो हजुर त्यो त अहिले आएर डबल ट्रिपल हुनुपर्ने हो नि त तर त्यो कन्भर्ट भइरहेको छैन भन्नु खोजेको मैले होइन मेरो प्रश्न चाहिँ इनकेस हाम्रो समाजबाट भोलिको दिनमा गएर पढ्ने मान्छे नै रहेन अरे किताब पढ्ने जमात नै रहेन अरे अब स्कुलको पाठ्यपुस्तक आफ्नो ठाउँमा छ होइन त्यो उपरान्त यसरी हुन्छ नि साहित्य पढ्ने मान्छेको सङ्ख्या घट्यो भने त्यसले समाजलाई फरक पार्छ होला तपाईँलाई के लाग्छ पार्दैन नि किताब पढ्ने छैन भने के हुन्छ मलाई त यस्तो लाग्छ कि तपाईँ कुनै ठाउँमा जानुभयो भने त्यो ठाउँको समृद्धि चाहिँ बिल्डिङले तयार गर्दैन क्या त्यो ठाउँको समृद्धि चाहिँ त्यहाँ कति पैसावाल मान्छे बसेको छ त्यसले तय गर्दैन क्या त्यहाँ तय केले गर्छ भने त्यहाँ लाइब्रेरी कत्रो छ त्यो किताब पढ्ने मान्छे कति छ त्यो समृद्धि चाहिँ त्यो ठाउँको त्यसले तय गर्छ क्या तपाईँसँग ठुलो किताब म चाहिँ काठमाडौँ जाँदा किन खुसी लाग्छ भने त्यहाँ टोलटोलमा ठुल्ठुलो किताब दोकान देख्नु पाउँछु क्या म किताब देखेर मात्रै खुसी हुन सक्छु क्या होइन दार्जिलिङ गयो भने चौरस्ताको अगाडि ठुलो किताब अक्सफोर्ड छ खुसी लाग्छ नि त खरसाङमा त्यो छैन रहेछ डुवर्समा छैन यो माथि चाहिँ त्यो घटेर जानु भनेको त एउटा राम्रो सोच मैले भने नि त किताब पढ्ने मान्छे जहाँनिर चाहिँ पुग्छ उसले सोच्ने तरिका अलग हुन्छ बेग्लै हुन्छ क्या अनि त्यो समृद्धि त्यो विकास आज हाम्रो हर थोक यहाँबाट के को लागि हुन्छ भाषाको लागि हुन्छ होइन तपाईँ गोर्खाल्यान्डको मुभमेन्टलाई हेर्नुभयो भने त्यसको जरा भाषामै छ होइन बङ्गला भाषा र नेपाली भाषाको जुन चाहिँ द्वन्द्व छ त्यसले त राज्यको कुरा उठिरहेको छ हाम्रो त्यो पहिचान कुरादेखि हर कुरा त लगेर भाषामा जोडिन्छ नि त अनि तपाईँको भाषा चाहिँ कसरी समृद्ध हुन्छ खालि भानु जयन्तीको दिन खदा मात्रै लगाएर त भाषा समृद्धि हुँदैन के हुन्छ मलाई त लाग्दैन त्यस्तो होइन नेपाली भाषा मान्यता दिवसको दिन एकदम आएर नारा लगाए खुन बगाए भोलिपल्ट खुन सेलायो घरमा आएर छ्यापै सुति 1 वर्ष त्यसरी त हुँदैन नि त तपाईँको हामीले खासै माया चाहिँ कसरी गरिरहेको छ भाषालाई माया गर्ने कुरा चाहिँ गर्छौँ माया त किताब पढेर हुने हो नि त नेपाली किताब पढेर त्यहाँको साहित्यलाई समृद्ध गरेर चाहिँ भाषालाई माया गर्नुपर्ने होइन र कि खदा लगाएर माया गर्ने हो मैले यो बुझेको छुइनँ क्या अनि मलाई लाग्छ त्यो भाषालाई माया गर्ने तरिका पनि हाम्रो चाहिँ अलिकति चेन्ज गर्नुपर्ने हो कि भन्ने चाहिँ मलाई लाग्छ क्या हामी साहित्य पढौँ तपाईँको समाज बलियो बनाउने हो भने चाहिँ त्यो साहित्य जति बलियो हुन्छ तपाईँको आइडेन्टिटी चाहिँ हुन्छ नि कोही बेला कस्तो हुँदछ भने साहित्यको कुरा चाहिँ तपाईँले 10वटा मेमोरेन्डमले गर्नु नसकेको काम एउटा साहित्यले गरिदिन सक्छ क्या त्यो मलाई फिल भयो क्या मलाई त्यो बाहिर निस्किँदाखेरि होइन जस्तो हामी रसिया पुग्न सकेको छैनौँ तर रसियाको कथा पढ्दाखेरि हामीलाई त्यो समाज यसरी हुँदो रहेछ साहित्य भनेको त एउटा त दैलो हो नि त एउटा खिड्की हो क्या त्यहाँबाट हामी त्यो समाज कस्तो छ त्यसलाई चियाउन सक्छौँ क्या अनि हाम्रो साहित्य जति कमजोर भयो त्यति नै चाहिँ हामी नदेखिने हो नि त हाम्रो पहिचान त्यति तल जाने हो नि त सो पढ्ने कम्ती हुनु भनेको त सब कुरोबाट हामीलाई घाटा भएर जानु हो क्या अनि यो लाइनमा चाहिँ कसले काम गर्ने होइन लेखकले लेखेर मात्रै नपुगेर हत्या पनि गर्ने कि होइन सबैको आफ्नो त जिम्मेवारी होला नि त यो माथि चाहिँ सोच्नुपर्ने हो कि भन्ने लाग्छ होइन मलाई पनि लाग्छ होइन तर यस्तो पनि हो कि मैले पछिल्लो समयहरू कतिवटा रिसर्चहरू गर्दा चाहिँ के पाएँ भन्दाखेरि कस्तो भन्दाखेरि चाहिँ हाम्रो नानीहरूमा छ अहिलेको यो जेनजीको नानीहरू भनौँ न उनीहरू पढ्दैछ तर उनीहरूले बाहिरको नोभलहरू पढ्दैछ क्या त्यो पनि तपाईँको हिसाबमा भन्दा पढ्नु त जे पनि पढोस् राम्रो हो होइन त्यो पनि राम्रो तर मेन कुरा भनेको चाहिँ हाम्रो आफ्नो नेपाली भाषाको मा चाहिँ नानीहरूको त्यस्तो रुचि चाहिँ देखिँदैन हिजोआज होइन किन भन्दाखेरि होइन हामी त्यति निराश नयाँ पिँढीलाई हामी दोष दिने होइन त्यो इन जेनरल भनौँ हामी अघिल्लो पुस्ता चाहिँ त्यो जिम्मेवारी नराख्ने हो नयाँ पिँढीले पढिरहेको छ मैले त यस्तो देखेको छु कि फासुङको क्लास 6 पढ्नेले मलाई चिठी लेखेको थियो उसले किताब पढेर क्लास 6 पढ्नेले मैले क्लास 6 पढ्दाखेरि किताबै पढ्न सुरु गरेको थिइनँ क्या होइन अस्ति म उसबाट के अरे बागडुग्राबाट बसमा हुँदै थिएँ एकजना बङ्गाली केटी रहेछ सानो केटी अनि ऊ चाहिँ किताब पढ्दो रहेछ अङ्ग्रेजी किताब थियो उपन्यास होइन रमाइलो लाग्यो मलाई बसमा मेरो साइडमा बस्यो अनि ऊ चाहिँ किताब घरिघरि लिएर किताब त्यो पढिरहेछ बस कुदिरहेछ ठ्याक्कै एक ठाउँ पुगेपछि मैले सोधेँ पुरा पढ्छौ किताब भनेको होइन मैले अहिलेसम्म 5वटा कति नोभल पढ्ने होइन अनि किन पढेको भनेर सोधेँ नि त मैले एउटा हुन्छ नि त किन खालि इन्टरटेनमेन्ट मात्रै हो कि अरू किन के को लागि पढेको भनेर अचम्म लाग्दो उसले जवाब दियो क्या होइन म एक दिन बिहे गर्छु र मेरो लागि कस्तो केटा ठिक हुन्छ होइन त्यो कल्पना पनि चाहिँ मलाई यो पात्रहरूले चाहिँ सिकाउँछ भन्ने टाइपको थियो क्या मलाई हर कुरोमा चाहिँ तपाईँले के न के पाउनुहुन्छ किताबमा त्यो रमाइलो लाग्यो मलाई सो भन्नुको तात्पर्य तपाईँ के लाग्छ भन्दाखेरि अहिलेको जेनेरेसनले पनि हाम्रो भाषालाई चाहिँ माया गर्छ भन्ने लाग्छ तपाईँलाई चाहिँ पढिरहेको छ एकदम राम्रोसँगले पढिरहेको छ पछिल्लो त्यो नयाँ पुस्ताले होइन हुन्छ नि
एक चाहिँ यो उसमा पनि फरक पर्छ होला क्या, यो किताबको सिलेबसमा पनि फरक पर्छ कि जस्तो लाग्छ। जस्तो हामीले पढ्दाखेरिको त्यो किताबमा कविताहरू कथाहरू हामीलाई त्यो कल्पना गर्नु सिकाउँथ्यो क्या। अहिले पछिल्लो समय चाहिँ त्यो सिँगारे पाठा भन्ने कविता छ कि छैन मलाई थाहा छैन। त्यो आइसिएससीको मैले अस्ति किताब यसो हेर्दै थिएँ होइन, त्यो प्राइमेरी लेभलको यस्तो कविताहरू हालिदिएको छ कि त्यो उसलाई बुझ्नै गाह्रो हुन्छ। यसले पनि चाहिँ हुन्छ नि ठ्याक्कै रोकिदिन्छ नि त उसलाई। अनि पहिलोचोटि पढ्ने भनेको चाहिँ उसलाई सजिलो र कल्पना गर्नु सिकाउने कुराहरू चाहिँ अगाडि ल्याउनु पर्ने हो। अनि यस्तो खालको बाल साहित्य चाहिँ हामीसँग अभाव छ कि भन्ने लाग्छ मलाई इन्डियामा होइन, किनभने उनीहरूलाई जोड्ने त त्यहाँबाट हो नि त। नेपालमा जसरी बाल साहित्यको किताबहरू अगाडि आइरहेको छ, यहाँ पनि केले लेखिरहेको छ, तर जति मान्छेलाई जोडिने खालको किताबहरू छ त्यो अलिकति अभाव हो कि भन्ने चाहिँ मलाई अहिले पनि फिल हुन्छ क्या। सो भनेपछि तपाईँलाई लाग्छ कि होइन हाम्रो नानीहरू छ आफ्नो भाषालाई माया गर्छ अनि पढ्नेहरू पनि छ भनेर भन्नुहुन्छ। एकदमै आई होप कि त्यही होस् है। अनि हामी पनि त्यही चाहन्छौँ। म आग्रह पनि गर्छु जतिले पनि हेर्दै हुनुहुन्छ, तपाईँको नानीहरू स्पेसली छ भने तपाईँहरूले आफ्नो भाषा स्पेसली अहिले कस्तो छ भन्दाखेरि मेरो नानीले त नेपाली जान्दैन नि भन्दा मान्छेहरूलाई गर्व लाग्छ क्या, त्यो भन्नुमा गर्व लाग्छ। तर नेपाली राम्रोसँगले गर्छ यो नानीले नेपाली एकदम राम्रो छ भन्दा चाहिँ अलिकति शरम मानेको अवस्था, त्यो अवस्था पुग्दा पनि तपाईँलाई चाहिँ लाग्छ कि होइन पक्कै पनि केही परिवर्तन भएको छैन, जस्तो छ त्यस्तै छ भन्ने। ओके, सो फात्सुङको कुरा पनि गरिहालौँ। तपाईँले फात्सुङको ठ्याक्क निकाल्नुभयो। मैले तपाईँको फात्सुङ चाहिँ पढेको छु, उर्मार चाहिँ पढ्ने मौका पाएँ। उर्मार पनि गर्ने हो, तर पहिला फात्सुङ आउनु है। फात्सुङ चाहिँ आई थिङ्क एउटा जेनेरेसन सकियो जसले चाहिँ प्रकाश कोविद हाम्रो सरलाई पढ्नुभयो होइन, उहाँलाई पढ्नुभयो। अनि त्यो जेनेरेसन पढ्ने पाठकहरू नै सकियो। अनि त्यसपछि एउटा लम्बा ग्याप भएको हो क्या कि उपन्यास पढ्नेको चाहिँ। अनि ठ्याक्कै फात्सुङले चाहिँ फेरि उपन्यास पढ्नेको जमातलाई हुन्छ नि पुनर्जीवित गरेको मैले आभास गरेको। त्यो मेरो यो एकदम व्यक्तिगत नितान्त व्यक्तिगत तपाईँलाई अभिव्यक्ति भनौँ न। सो तपाईँलाई के लाग्छ, तपाईँ पनि सोच्नुहुन्छ कि मैले जसरी यसलाई लेखेको थिएँ या जस्तो प्रकारले यसलाई निकालेको थिएँ त्योभन्दा चाहिँ धेरै हुन्छ नि मान्छेले अँगालिदिएको, धेरै मान्छेले माया गरिदिएको फिल हुन्छ तपाईँलाई फात्सुङ स्पेसली? त्यो हुन्छ किनभने चाहिँ फात्सुङ चाहिँ सुरुमा मैले लेख्दाखेरि कति छाप्ने भन्दाखेरि चाहिँ 500 भनेर सोचेको थिएँ क्या। कति छ दार्जिलिङमा राइटरको त्यसरी किताब छापिरहेको छ होइन। अनि त्यसलाई सुरज साथीसँग ठ्याक्कै बात भयो कति छाप्ने भन्दाखेरि चाहिँ सुरज साथी पनि होइन यो किताब अलिक बेसी छापौँ, हामी 1000 छापौँ न त भन्दैको कुरा गरेँ क्या। अनि त्यसपछि त्यो बिचमा 2-3वटा झमेलाहरू आयो क्या, त्यो पब्लिकेसनलाई लिएर कसैले के छाप्ने कसैले के भन्ने टाना हुँदाखेरि चाहिँ सुरज साथीले भन्यो होइन किताब मै छाप्छु, हामी दुईजना नेपाल पनि जाउँ, त्यहाँ पनि ट्राई गरौँ भन्ने हिसाबले चाहिँ हामी त्यसपछि चाहिँ फाइन प्रिन्ट पुग्यौँ। हामी त्यो फाइन प्रिन्ट पुगेपछि चाहिँ उहाँले त्यो पाण्डुलिपि पढेर चाहिँ सोध्नुभयो कि सुरज साथीलाई कतिवटा छाप्ने भनेर चाहिँ मित्रलाई के भन्नु भएर चाहिँ 1000 छाप्ने, 1000 चाहिँ अझै एडिसनल छापेर नेपाल चाहिँ हाल्ने भन्ने चाहिँ हाम्रो योजना हो भनेको। त्यति बेला चाहिँ त्यहाँको पब्लिसर चाहिँ हाँसेको, यस्तो राम्रो किताब छ तपाईँ 1000 छाप्नु भन्नुहुन्छ, यो त हामी छाप्छौँ नेपालमा, तपाईँ भारतको लागि कति छाप्नुहोस् अब सोच्नुहोस् भन्ने टाइपको आयो क्या। त्यसपछि चाहिँ ठ्याक्कै त्यो नम्बर बढेर गयो हाम्रो, त्यो हुन्छ नि कन्फिडेन्ट बढेर गयो होइन। तर त्यो किताब ठुलै सङ्ख्यामा छाप्नुभयो साथीले, तर त्यो किताब आइसक्दा पनि मलाई भरोसा लागेको थिएन क्या, साथी डुब्छ होला भन्ने लागिरहेको थियो क्या। तर हुन्छ नि त्यो किताब एउटा सानो किताब भयो जसले चाहिँ मलाई नेपाल भारत सबैतिर चिनाइदियो होइन, यहाँसम्म कि ट्रान्सलेट भएर बाहिर गएर पनि त्यो चिनाइदियो। अनि त्यसले डेफिनेटली मैले आफ्नै किताबको कुरा गरेको राम्रो नसुन्नेला, तर हुन्छ नि त्यो पठन संस्कृतिमा केही फरक पारेको त सायद होला नै, जस्तो साथीहरू म यताउता कुरा सुनिरहेको हुन्छु होइन, त्योभन्दा बेसी मैले नबोलौँ। तर होइन मलाई चाहिँ लाग्छ कि फात्सुङको बारेमा चाहिँ बोल्नै पर्ने अवस्था हो, किनकि म आफैले पनि आई थिङ्क म चाहिँ अहिलेसम्म भन्नुपर्दा एउटा पूर्णाङ्क उपन्यास पढेकै थिएन क्या। स्कुलमा त्यो जस पाठ्य पुस्तकमा थियो र त्यो तर कहिले भन्ने पढेको मैले चाहिँ। अनि त्यो एचएसमा अघि तपाईँले पार्ट टाइम रिडर म त पार्ट टाइम रिडर, तर एउटा डल्लै किताब हुन्छ नि क्या, त्यो किताब चाहिँ मैले पढेको चाहिँ फात्सुङमा त। त्यो पनि मैले सुरु गरेको 3 दिनमा चाहिँ उपन्यास सकेको थिएँ क्या। तर अघि फेरि तपाईँले भन्नुभयो कि त्यो उपन्यास अलिक सानो पनि थियो नि त। तर होइन त्यो भन्दा पनि बेसी चाहिँ म त्यो उपन्यासमा भित्रको पात्रहरूसँग म जब कनेक्ट भएँ नि क्या, कनेक्ट भएपछि त्यही त हो म त्यसलाई छोड्नै सकिनँ क्या। जति सक्दो फेरि त्यो किताब पनि मैले कसैबाट बोराको भनेर चाहिँ पढेको थिएँ मामाकोबाट। अनि ठ्याक्कै मैले पढिसकेँ। अनि त्यति बेला चाहिँ मलाई फिल भएको नि त क्या,
म जस्तो पार्ट टाइम रिडर हो होइन, जसले त्यो पढ्नै रुचाउँदैन होइन, कोही कोही बेला खालि पढ्ने त्यस्तो मान्छेले पनि यसरी कम्प्लिट पढ्न सक्यो भने पक्कै पनि यो किताबले चाहिँ अन्य ठाउँहरूमा अन्य जमातमा चाहिँ एकदमै प्रभाव पार्यो। जस्तै पढिरहन्छ उसलाई चाहिँ एकदम छोएर भन्ने फिल भएको नि त। अनि तपाईँले भन्नुभयो यो ट्रान्सलेसन पनि भएको छ भनेर, कतिवटा भाषामा चाहिँ ट्रान्सलेट भएको छ त यो? अन्य चाहिँ बाङ्ला इङ्ग्लिस भयो, हिन्दीमा पनि भयो, अनि सिन्धीमा पनि भयो। पाकिस्तानबाट आएको थियो, सिन्धीमा चाहिँ लास्ट टाइम 4टा, नेपालीसँग 5वटा भाषा भनौँ न। पाकिस्तान सिन्धी भाषामा पनि ट्रान्सलेट भएको छ भएर अस्ति भर्खरै आएको थियो। ए ओके। सो 5वटा भाषामा, नेपाली भाषासँग 5वटा। सो योभन्दा अगाडि पनि दार्जिलिङबाट लेखिएको कुनै कृतिहरू यसरी अन्य भाषातिर ट्रान्सलेट भएको छ? आई मिन मलाई त्यो एक्ज्याक्ट थाहा भएन, यो लेभलमा थाहा भएन, छ होला कुनै। तर त्यति बेला म अलिक भाग्यवानी टाइममा पनि पऱ्यो होला सायद क्या। सुरुमा जस्तो इन्द्रबहादुर राईहरू सरको टाइममा पनि ट्रान्सलेट हुनलाई कति वर्ष पर्खिनु पऱ्यो क्या, उहाँहरूले वर्षौँ पर्खिनु पऱ्यो त्यो आज रमिता छ नै ट्रान्सलेट हुनुको लागि। यो मलाई चाहिँ त्यो लकिली त्यो टाइम पनि भयो होला, हाम्रो सजिलो पनि भयो होला। एउटा चाहिँ सोसियल मिडियाको टाइममा मान्छेलाई थाहा भयो क्या, यो किताबले राम्रो गरिरहेछ, गर्नुपर्छ भन्ने टाइपले पनि भयो होला। अनि मान्छेले आफै एप्रोच गरे। मलाई चाहिँ के लाग्छ भने तपाईँको किताब ट्रान्सलेट हुनुपर्छ भनेर तपाईँ राइटर आफैले चाहिँ एप्रोच नगर्नुहोस् भन्छु म चाहिँ। अनि त्यो राम्रो हुँदैन त्यो ट्रान्सलेसन के। मलाई चाहिँ के लाग्छ भने किताब चाहिँ अनुवाद हुनु जरुरी छ क्या, सबभन्दा बेसी चाहिँ क्या। म लास्ट टाइम चाहिँ तपाईँले बेन्यामिनको नाम सुन्नुभएको होला होइन, द गुड डेज भन्ने फिल्म पनि आयो उहाँको अस्ति मलयालममा, एकदम राम्रो राइटर मलयालम। लास्ट टाइम चाहिँ म उहाँसँग भेटेको थिएँ क्या। त्यति बेला चाहिँ मैले सोधेँ नि त त्यो इन्डियन ल्याङ्ग्वेजहरूमा जति पनि रिजनल ल्याङ्ग्वेजमा लेखिरहेको छ, त्यो रिजनल ल्याङ्ग्वेजमा सबैभन्दा स्ट्रङ चाहिँ मलाई अहिले के लाग्छ भने मलयालमहरू चाहिँ यो साउथ इन्डियन ल्याङ्ग्वेजहरू एकदमै माथि पुगेको जस्तो लाग्छ होइन। साहित्य तपाईँले सिनेमा हेर्नुभयो भने पनि एकदम त्यसले बिट गरिरहेछ माथि बलिउडलाई पनि होइन। अनि त्यो चाहिँ कसरी पुग्यो भनेर मैले सोधेँ क्या। मलाई त्यो हुन्छ नि हामी पनि त त्यस्तै 22वटा भाषामा हामी पनि छौँ नेपाली त्यहाँ, तर हामी त फेरि पछि छौँ, उनीहरू चाहिँ त्यो पुरै लिड गरेर अगाडि गइरहेछ भन्दाखेरि चाहिँ उसले चाहिँ एउटै कुरा भने कि अनुवादको कुरा गरे क्या। यति धेरै अनुवाद छ अरे कि उनीहरूकोमा कि हर कुरो रसियनदेखि लिएर अफ्रिकनदेखि लिएर अमेरिकन सब कुरो चाहिँ उनीसँग अनुवाद छ अरे एउटा चाहिँ। अनि उनीहरूकोबाट पनि अनुवाद भएर पछिल्लो समय एकदम बलियोसँगले अगाडि गइरहेको छ अरे क्या। अनि हामी चाहिँ त्यहाँ चाहिँ पछाडिरहेको हो कि भन्ने लाग्छ। अनि अनुवाद चाहिँ एकदमै हुनुपर्ने, हाम्रो कथाहरू अन्य भाषामा जानु पर्यो, अनि अन्य भाषाको कथा पनि हाम्रोमा आउनु पर्यो क्या। हामीसँग चाहिँ दुइटै अभाव छ। हाम्रो मान्छे कति छ नेपाली, जस्तो तपाईँले नेपाली किताब अनुवाद गर्ने मान्छे त नेपाली बुझ्ने पनि चाहियो नि त। हामीसँग त समस्या त्यो पनि छ नि त होइन, नेपाली पनि बुझ्ने अङ्ग्रेजी राम्रो हुने कतिजना छ, एकदमै थोरै छ सङ्ख्यामा। त्यो हिसाबले पनि चाहिँ एकदम पातलो भइरहेको छ। तर मलाई चाहिँ त्यो पछिल्लो समय ठ्याक्कै आउँदाखेरि चाहिँ एउटा त्यो टाइमिङ पनि मिले जस्तो भयो। जस्तो मैले लामो समय पर्खिबस्नु परेन अनुवादको लागि कि ठ्याक पनि हुँदै गयो होइन। जस्तो यो उर्माल त आउनुभन्दा अगाडि नै 2टा भाषामा त अनुवाद सुरु भइसक्ने भनेर चाहिँ हाम्रो कुराकानी भइसकेको थियो। मलाई अलिकति त्यो समयले पनि चाहिँ साथ दियो कि भन्ने लाग्छ क्या। अनि त्यो हिसाबले अनुवाद राम्रै भएर गयो भनौँ न। समयले मात्र साथ दियो हो कि तपाईँको लेख्ने राम्रो छ त्यो मैले तपाईँले भन्न मिल्दैन होइन। मलाई लाग्छ कि समयले भन्दा पनि सायद तपाईँको कन्टेन्टले बेसी प्रभाव पारेर चाहिँ अनुवाद भएको होला भन्ने चाहिँ लाग्छ। सो त्यो हुन्छ नि त्यो अब जस्तै जे भए पनि एउटा तपाईँको प्रडक्ट तपाईँले बजारमा हाल्नुभयो होइन। अब जस्तै हामीलाई पनि कुनै भिडियोज बनाएर युट्युबमा राम्रो चल्यो भने खुसी लाग्छ नि त, एउटा त्यो बेग्लै त्यो अनुभूति हुन्छ क्या, बेग्लै खालको फिल आउँछ नि त, वाउ राम्रो भएछ भन्ने खालको। सो अब सबैको इमोसन त्यही हो नि त। तपाईँको पनि तपाईँले अब लेखेर होइन 5-6 वर्ष जति मेहनत गर्नु इन्भेस्ट गर्नु भएर तपाईँले ठ्याक्कै बजारमा निक्लेपछि जब त्यो पाठकमा जानु थाल्यो अनि रिभ्यूहरू आउन थाल्यो होइन, यसरी अनुवादको लागि अप्रोचहरू आउन थाल्यो, त्यो फिल कस्तो थियो? त्यो हुन्छ नि त्यो स्टेट अफ माइन्ड जान्न चाहन्छु म। मैले भनिहालेँ सुरु, मैले चाहिँ यहाँसम्म सोचेकै थिइनँ एक त होइन। मैले त सामान्य त्यो 500 सोचिवरी ख्याएको हो होइन। अहिले 5वटा भाषामा आइपुगिसक्यो। त्यो डेफिनेटली त्यसले खुसी त दिने भइहाल्यो। अर्को चाहिँ त्यसले राइटिङमा हुन्छ नि आफैलाई एउटा विश्वास पनि दिलाउने गर्नुपर्ने रहेछ होइन। किताब भनेको त ठुलो रहेछ, अहिले धेरै कुरो दिन सक्ने रहेछ राइटरलाई भन्ने खालको पनि फिल भयो। अनि अर्को त म नेपालमा त एकदमै नचिनेको राइटर, फासुङभन्दा अगाडि त म त चिनेकै थिइनँ होइन। अनि अहिले पछिल्लो समय जाँदाखेरि चाहिँ त्यो मान्छेहरूले भनेर तपाईँलाई त के साह्रो माया गरेको यहाँको मान्छेले भनिरहेको हुन्छ कि। अनि त्यो मान्छेले त्यही मायाको लागि त लेख्ने होला नि त होइन, त्यो रमाइलो हुन्छ। अनि त्यो अस्ति मैले पोखरा लिटरेचर फेस्टिभलमा जाने थिएँ क्या। अनि फ्लाइटबाट ओर्लेर ठ्याक्कै एउटा गाडीमा चढेको बसेको थिएँ, गाडीको ड्राइभरले चाहिँ तपाईँ छुदेन काव्यम है भने क्या। कस्तो रमाइलो लाग्यो क्या, हुन्छ खोइ मैले नसोचेको कुरा। मतलब मान्छेले चाहिँ त्यसरी हुन्छ नि, किताबले त्यसरी नजिक पनि बनाइदिने रहेछ नि त, मान्छेको कथाले त्यसरी नजिक पनि बनाइदिने रहेछ नि त होइन।
अनि त्यो सब देख्दाखेरि एउटा पोजिटिभ भाइब त दिने नै हो अनि राइटिङलाई अझ सिरियसली लिनुपर्छ भन्ने टाइपको त्यो त डेफिनेटली आउने। सो तपाईँलाई के लाग्छ सुदेन काव्य मलाई धेरै माया कुन चाहिँ ठाउँले दिएको, नेपालले दियो कि दार्जिलिङले दियो? यो त सबैतिर माया पाइरहेको छ। तर नेपालले त अब हुन्छ नि धेरै नेपाली पाठकले जुन किसिमको रियाक्सन दियो किताबलाई लिएर होइन त्यो उनीहरूको ठुलो ठाउँ पनि भयो एउटा त। अनि लामो समय पछाडि यहाँबाट गएको किताब त्यो जुन किसिमले राम्रो खालको रियाक्सन आयो त्यसले दुईपट्टि भनौँ न मैले त्यता भने सबैतिर मैले भने त यहाँको सिक्किमको एउटा 6 वर्षको केटीले मलाई चिठी लेखेको थियो त्यो किताब पढिवरि होइन। अनि अस्ति यो उर्माल आएपछि एकजना आर्मीले जम्मू काश्मीरबाट चिठी लेखेको थियो होइन म चाहिँ हुन्छ नि शिर उठाएँ भने मेरो गोली लाग्न सक्छ तर तपाईँको किताब पढेर चाहिँ मलाई त यो पुग्छ पुग्दैन मलाई थाहा छैन तर तपाईँलाई म यो मेल पढाउँदैछु भनेर मलाई त्यो चिठी लेखेको थियो। अनि त्यस्तो हुन्छ नि त्यस्तो क्षणहरू धेरै छ क्या त्यो जसले चाहिँ मैले राइटिङ त अझै गरिरहनु पर्ने रहेछ कि मान्छेले त्यसरी मान्छेसँग जोडिनुको लागि पनि होइन मान्छेसँग त्यसरी कनेक्ट हुनुको लागि पनि चाहिँ लेख्नुपर्छ भन्ने त्यसो। एउटा कुरा मलाई यसमै थप्न मन लाग्यो क्या, सोध्नु मन लाग्यो तपाईँलाई कस्तो भन्दाखेरि एउटा कुनै पनि क्षेत्रमा हामी पस्दा एउटा पोइन्ट आउँदो रहेछ जुन पोइन्टमा चाहिँ हामीले आफूलाई म चाहिँ यो है भनेर भन्न आँट आउँदो रहेछ क्या। लाइक म युट्युबमा प्रोफेसनल्ली भ्लगिङ गर्छु भन्ने आँट मलाई त्यति बेला आयो जति बेला चाहिँ मैले 2-3 दिन भिडियो बनाएको थिइनँ क्या। त्यति बेला चाहिँ मेरो आमा र आप्पाले सोध्नुभयो क्या तैँले के 2-4-5 दिन भइसक्यो त 2-3 दिन भइसक्यो तैँले भिडियो बनाएको छैन भनेर भन्नुभयो क्या। अनि मैले होइन म अब कहाँ दिल्ली भने बस्नु त्यो अन्त तैँले त यही गरेर पैसा कमाउँछ छैन भने क्या। अनि त्यति बेला चाहिँ मलाई एउटा कुरा के फिल भयो भन्दा मेरो आमा र बाउले चाहिँ विश्वास गर्नु थालेछ कि मैले चाहिँ यही गरेर चाहिँ युट्युबै गरेर भ्लग गरेर चाहिँ पैसा कमाउँछु भनेर। त्यहाँ दिन चाहिँ मैले कसैले मलाई सोध्दा तिमी के गर्छौ भाइ भन्दा चाहिँ म प्रोफेसनल भ्लगर हो या युट्युबर हो भनेर भन्ने आँट आएको हो नि त। सो त्यस्तो पोइन्ट तपाईँलाई कति बेला आयो कि भाइ अब नत्र युजली के भन्छ तपाईलाई तपाईँ के गर्नुहुन्छ म लेख्छु भन्दा त्यो बाइक चाहिँ तपाईँले के गर्नुहुन्छ हाम्रो सोध्ने थियो सन्त मलाई पनि त्यो धेरै सोध्नुहुन्छ त्यो बाइक के गर्छ त्यो बाइक पनि अरू के गर्छ किनकि हाम्रो त्यस्तै छ होइन हाम्रो अवस्था नै त्यस्तो छ नि त। सो तपाईँलाई कुन चाहिँ पोइन्टमा चाहिँ आयो कि म चाहिँ लेखक हो भनेर भन्ने त्यो छाती फुलाएर भन्ने आँट यो फात्सुङले नै दिएको? मलाई हुनु त 1986ले यो एकाडेमी पनि पाएँ मैले होइन धेर थोक इन्डियामा चाहिँ चिनाएँ भनौँ नेपाली बाटो होइन मणिपुरमा एउटा अवार्ड दिएको थियो त्यहाँ पनि पुगेँ म एउटा सर्कलमा चिनिरहेको थियो तर पनि त्यो एक खालको धर्मड हुन्छ नि यो यतिले हुँदैन भन्ने टाइपको त हुने नै हो नि त। सायद त्यो फात्सुङले दियो होला त्यो कन्फिडेन्ट म चाहिँ लेखक हो लेखक बाहेक चाहिँ अरू जे पनि गर्छु त्यो म देखाउन चाहदिनँ भन्ने बनाइदिएँ क्या। म अरू काम गर्दैछु म अहिले भन्दिनँ कि म लेखकै हो पहिलो चाहिँ भन्ने टाइपको त्यो चाहिँ बनाइदिएँ। सो भनेपछि फात्सुङले त्यो आँट दियो भन्नुहुन्छ। ओके सो तपाईँहरूको फात्सुङको नेपाली स्पेसली दार्जिलिङको कुरा गरौँ न इन्डियामा कति एडिसन चाहिँ तपाईँहरूले पब्लिस गर्नुभयो त? सेकेन्ड एडिसन त आइसक्यो हाम्रो आएर पनि सक्नु आँट्यो भने एकसरो साथीले आज पनि कुरा गर्दै थियो अब थर्डको लागि तयारी गर्नुपर्छ भन्ने टाइपको कुरा गर्नुहुँदै थियो। अनि कभर के राख्ने भनेर सोध्नु हुँदै थियो कभर त सेकेन्डरी कुरा भइकन हाम्रो होइन हामी बेसी फात्सुङ भयो होला त्यो फात्सुङ तपाईँले पढेको छ अझै म त फात्सुङको कन्टेन्टमा आएकै छुइनँ। ओके भनेपछि अलरेडी 2टा एडिसन सकेर पनि थर्ड एडिसन आउँदैछ अनि उर्मालको पनि डेफिनेटली उर्माल यो चाहिँ नयाँ हाम्रो छुदेन दाको नयाँ किताब हो अहिले चाहिँ तपाईँले गर्नुपर्ने काम यो म गर्छु। यो चाहिँ तपाईँको अहिले फर्स्ट एडिसन हो यसको आइसक्यो रिलिज भइसकेको छ तपाईँहरूले यो इन्डियामा नेपालमा पनि उपलब्ध छ तपाईँहरूले यो किनेर पढ्न सक्नुहुन्छ। तर त्योभन्दा अगाडि फात्सुङ पढ्नु भएको छैन भने फात्सुङ पहिला पढ्नुहोस् अनि उर्माल पढ्नुहोस् होला है। अनि फात्सुङ चाहिँ मैले पढेको छु नि मलाई एकदमै मजा लाग्यो। मलाई पछिल्लो समय चाहिँ नेपालमा उर्माल पढ्नेले फेरि फात्सुङ मागिरहेको छ। त्यही भनेको अब मलाई के छ भन्दाखेरि मैले त्यो हुन्छ नि हामीले सबले आफ्नै एउटा खोज्दो रहेछ नि त आफूलाई मनपर्ने खालके पाराको मान्छेहरू नै खोज्दो रहेछ क्या। लेखहरूमा पनि सिनेमामा पनि हुन्छ नि म जस्तै क्यारेक्टर बनिरहेको छ या म जस्तै खालके कुराहरू लेखिरहेको छ भन्ने खालके फिल हुँदो रहेछ नि त। सो फात्सुङ पढ्दा मलाई त्यो खालके भएको कतिवटा क्यारेक्टरहरू यति अनि तपाईँको लेख्ने जुन त्यो शैली छ आई थिङ्क हामीले पहिला साहित्य भन्दाखेरि चाहिँ आई मिन किताबहरू पढ्दाखेरि या जे पनि यस्तो लाग्थ्यो कि मलाई चाहिँ खतरा शब्दहरू चलाएको होइन खतरा बिम्बात्मक एकदमै खतरा कुराहरू लेख्ने मान्छे मात्र साहित्यकार या त्यस्तो त्यो खालके साहित्य मात्र आइरहेको थियो नि त जुन चाहिँ बुझ्न पनि साह्रो पर्थ्यो क्या। त्यो भएर सायद मेरो इन्ट्रेस्ट कम थियो होला। तर पछि फात्सुङ आएपछि चाहिँ यति सरल
तरिकाले यति अर्ग्यानिक तरिकाले तपाईँ लेख्नु भएको छ होइन सो एकदम बुझ्नको लागि पनि सजिलो पाठकलाई पनि कनेक्ट गर्न त्यो क्लास 6 को नानीले बुझ्न सक्ने खालको अवस्था भनेपछि त निकै सजिलो लेख्नु भएको छ नि त त्यो अर्ग्यानिक छ क्या त्यसको भाषा शैली नै सो त्यो जुन अर्ग्यानिक तपाईँको छ नि त्यो आएको त्यो तपाईँको गाउँले दिएको हो कि या तपाईँले रिसर्च गर्नुभयो कस्तो खालको साहित्य चाहिँ लेख्नुपर्ने कस्तो एउटा चेन्ज चाहिन्छ अब साहित्यमा त्यो कस्तो प्रकारले फिल गरेर चाहिँ त्यो लेख्नु भएको हो त एउटा लेखक चाहिँ सपना देखेर अथवा कल्पना गरेर बनिने थोक होइन भन्ने लाग्छ मलाई चाहिँ होइन लेखकलाई केले बनाउँछ भने उसको जिम्मेवारी उसको अनुभव र उसको बचाइले बनाउने हो क्या ऊ कुन समाजबाट आयो होइन मलाई चाहिँ किन मैले उर्मालमा आदिवासीको कथा लेखेँ होइन त्यो किन भन्दाखेरि उनीहरूको सङ्घर्ष मलाई मेरो जस्तै सङ्घर्ष लाग्छ क्या जो बिहान उठेर काममा जान्छ बेलुका फर्केर हुटुटी भएर घरमा आइपुग्छ उसको जिन्दगीमा दुःखै मात्रै छ होइन म त्यस्तै समाजबाट हुर्केर आएको मान्छे परेँ नि त फाचुङमा पनि ठ्याक्कै त्यस्तै भयो होइन म जुन समाजबाट हुर्किएर आएको थिएँ होइन त्यो बचाइले जे दियो होइन तपाईँले कस्तो हुँदो रहेछ भने तपाईँले लेख्दै गर्दाखेरि कुनै पात्रमा कल्पना गर्नु पऱ्यो भने तपाईँको ठ्याक्कै घर छेउको अथवा के को नक्सा दिमागमा आइदिन्छ क्या कल्पना कसरी गर्ने भन्दाखेरि होइन त्यो एउटा पात्रले के बोल्ने भन्दाखेरि तपाईँ के लेख्ने भन्दाखेरि ठ्याक्कै त्यहाँ तपाईँलाई के एकछिन सोच्यो भने तपाईँलाई आफू वरिपरि कोही छ भने यसले यसरी बोल्थ्यो भन्ने जब आउँछ नि त्यो भनेको मतलब तपाईँ जो बाँचेको छ जुन समाजमा तपाईँ हुनुहुन्छ त्यो वरिपरिले जुन परिवेश छ त्यसले नै तयार गरिदिने हो क्या मलाई लाग्छ त्यो शङ्कर लामिछानेले भनेको छ नि तपाईँको शैली चाहिँ त्यो उसको जीवनको अनुभव पनि मिसिएर आएको हुन्छ अरे क्या त्यही भएर चाहिँ शैली चाहिँ हरेक मान्छेलाई सिकाउन सकिँदैन भन्ने पनि हुँदो रहेछ नि त होइन उसले बाँचेको उसले सङ्घर्ष गरेको उसले जीवन जसरी देखेर आएको छ उसको राइटिङको शैली अथवा उसको कल्पना त्यसरी बनिने होला क्या सायद त्यसरी बन्ने होला फाचुङ पनि सो त्यही त भनेको तपाईँको जुन त्यो शैली छ त्यो शैली तपाईँको मात्रै खालके हुन्छ नि यो एउटा युनिक यो शैली चाहिँ सुदेन गाविमको है भन्ने खालके हामीले फिल गरेको नि त त्यो फाचुङ पढ्दा मैले त्यो फिल गरेँ कि एकदम हुन्छ नि एकदम सरल तरिकाले लेखेको छ अनि फाचुङमा जुन कथावस्तु उठाएको छ त्यो 86 को आन्दोलनलाई तपाईँले केन्द्रबिन्दु गरेर लेख्नु भएको छ होइन त्यो मोमेन्टहरूको त्योभित्रको त्यो एलिमेन्ट्सहरू त्योभित्रको त्यो कतिवटा मोमेन्ट्सहरू मलाई यति मन परेको छ त्यो विषयमा कुरा नगरौँ होइन अहिले तर जे भए पनि फाचुङ एकपल्ट तपाईँहरूले पढ्नु होला अनि म जस्तै तपाईँहरू किताब पढ्नै नरुचाउने मान्छेले पनि एकपल्ट छोएपछि चाहिँ त्यसलाई कम्प्लिट नगरे चाहिँ हुन्छ नि चित्त बुझ्ने त्यो खालको अवस्थाको किताब छ हामी उर्मालमा पनि आउँछौँ तर त्योभन्दा अलिकति अघि हामीले सुरुमा छोडेको कुरा म गर्न चाहन्छु है सो तपाईँले भन्नुभयो भने अब अहिले त राइटरहरूको लागि प्लेटफर्म धेरै खुलिएको छ होइन जस्तै के अरे वेब सिरिजहरूको लागि या फिल्महरूको लागि पनि जस्तै जार अब होइन जार बनियो चलचित्र त्यो आजभन्दा कति वर्ष अगाडि लेखेको होइन सरले लेखेर छोड्नु भएको कथालाई चाहिँ फुर्बा छिरिङ लामाले जार बनाउनु भएको छ सो कुनै समय कसैले तपाईँलाई अप्रोच गरेर कि फाचुङको जुन कथा छ कथासँग यति राम्रो यसमा चाहिँ सिनेमा बन्न सक्छ या वेब सिरिज बन्न सक्छ गर्नुपर्छ भनेर तपाईँ के उयो गर्नुहुन्छ मतलब पर्मिसन दिनुहुन्छ एप्रोच आएको पनि एक दुईचोटि आएको छ नेपालबाट पनि एकचोटि आएको थियो होइन अनि सिक्किमबाट त 2-3 जनाले चाहिँ गरौँ भन्ने टाइपको पनि गर्नुभएको थियो फिल्मलाई लिएर चाहिँ 2-3 वर्ष छ क्या मलाई त्यो अहिले पनि मसँग तिनवटा ठाउँबाट मलाई फिल्म लेखिदिने भनेर चाहिँ आग्रह छ तर डर लाग्दछ क्या हुन्छ नि एउटा चाहिँ मैले फर्स्ट फिल्मै राम्रो लेख्नुपर्छ भन्ने त्यो दबाब हुने होइन फर्स्ट फ्लप भयो भने मेरो करियर सकिन्छ भन्ने टाइपको भन्ने होइन त्यो त छँदैछ तर मलाई लाग्छ त्यो कुनै न कुनै समय बन्ने भने त्यो राम्रो हुने कुरा हो होइन तर यसमा चाहिँ प्रब्लम के छ भने त्यो पहिलोचोटि एप्रोच गरेर आउनेलाई मैले त्यही भनेको थिएँ कि यो चाहिँ एउटा चाहिँ के छ भने समस्या त्यो 86 को त्यो मुभमेन्टको कुराहरू छ त्यसलाई कसरी देखाउन सक्छ कतिसम्म देखाउन जस्टिफाई गर्छ गर्दैन त्यो पनि कुरा छ एउटा मुम्बईको साथीले पनि फोन गरेको थियो मुम्बई त्यो बलिउडबाट को हुनुहुँदो रहेछ उहाँले चाहिँ त्यो हिन्दी पढेर मलाई कल गर्नुभएको थियो अनि उहाँले चाहिँ के भन्नु अलिक इन्टेलिजेन्ट टाइपले मुभमेन्ट नदेखाएर त्यसलाई चाहिँ त्यो अलिकति सङ्केतिक रूपमा देखाउने भन्ने टाइपको कुरा चाहिँ गर्नुभएको थियो उहाँले लास्ट टाइम त्यहाँदेखि हाम्रो बात भएको छैन सायद फेरि बात होला त्यो अहिले त मैले सोचेको छैन म आफ्नै प्रोजेक्टमा चाहिँ छु कुनै समय भयो भने त्यो मेरो लागि त्यो एडिसनलै भनौँ न त्यो राम्रो तर अहिले हिजो नेपालमा चाहिँ नेपालको जस्तै फर इक्जाम्पल उपेन्द्र सुब्बा है उहाँ लेखबाट स्विच हुनुभयो नि त फिल्ममा सो तपाईँलाई पनि कुनै समय त्यस्तो थाहा छ किनकि एउटा तपाईँलाई एउटा त्यस्तो नहोस् होइन हुँदैन पनि सायद तर पनि तपाईँलाई लाग्यो कि अब एउटा पोइन्टमा आएपछि चाहिँ हाम्रो
यो जुन पढ्ने जुन यो उयो छ कम्युनिटी छ टोटल्ली उहाँहरू स्विच भएको छ डिजिटलमा या उहाँहरू अब पढ्नै चाहँदैन जे पनि भिजुअल हेर्ने बानी भएको छ क्या हुन्छ लाइक फिल्ममा हेर्ने त्यो खालको अवस्थामा पुग्यो अरे सपोज होइन त्यति बेला तपाईँले स्विच गर्नुहुन्छ आफूलाई लेख्नु त तपाईँको कामै लेख्ने हो तर म होइन फिल्म मेकिङबाट पनि जान्छु भन्ने त्यो रिडरको जुन चाहिँ कल्चर रिडिङको जुन चाहिँ कल्चर छ त्यसरी चाहिँ यो हुन्छ नि बदलेर जान्छ भन्ने चाहिँ म विश्वास गर्दिनँ जस्तो एउटा समयमा पहिलोचोटि मैले भने जति बेला चाहिँ टिभी थिएन त्यसले किताब मात्रै थियो टिभी आउँदाखेरि यही समस्या भएको थियो क्या टिभीले सबै किताब पढ्ने चाहिँ सकिदियो भन्ने टाइपको चाहिँ भएको थियो तर फर्केर फेरि त्यो किताबमै पुग्यो क्या टिभी अहिले मान्छेले टिभी हेर्नु छोडिसक्यो मोबाइल मान्छे फर्केर मोबाइलतिर गयो होइन तर टिभीभन्दा बेसी मान्छेले किताबै पढिरहेको छ नि त अहिले अनि त्यो किताब पढ्दाको जुन चाहिँ आनन्द छ जुन चाहिँ त्यो हुन्छ नि त्यो रमाइलोपन छ नि त्यो तपाईँले केहीबाट पनि पाउनु हुँदैन क्या तपाईँले फिल्मको त्यो आफ्नै एउटा रमाइलो त छ त्यसको मनोरञ्जन आफ्नै ठाउँमा होला तर किताबसँग त्यसलाई तुलना गर्न सकिँदैन क्या तपाईँ रेगुलर किताब पढ्नु भयो भने नि तपाईँलाई किताबको सुगन्धले जुन चाहिँ त्यो आनन्द दिन्छ नि त्यो अर्कै हुन्छ क्या अनि त्यहाँ कथा गर्दाखेरि जस्तो तपाईँले एउटा कुनै कथा पढ्नु भयो त्यो फिल्म बनाउनु भयो भने त्यहाँ दुईवटा कुरा हुनसक्छ क्या पहिलो कुरा चाहिँ तपाईँले किताब मात्रै पढ्नु हुँदैछ भने चाहिँ लेखकले एउटा कल्पना गरेको हुन्छ तपाईँले त्यो क्यारेक्टरलाई आफ्नै हिसाबले कल्पना गरेर जानुहुन्छ क्या तर फिल्ममा त्यो सकिदिन्छ क्या त्यहाँ चाहिँ यही हो भन्ने टाइपको चाहिँ भइदिन्छ होइन अनि तपाईँको त्यो कल्पना मिल्दैन भने त्यहाँ फेरि प्रब्लम भइदिन्छ यो पनि मैले चाहिँ पछिल्लो कतिवटा धेरै राम्रो चलेको उपन्यासहरू फिल्म बनियो तर फिल्म यति खराब बनियो नि क्या अनि त्यो 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 त डर त हुन्छ तर मलाई अहिले पनि केही साथीले भन्छ जमाना चाहिँ अलिकति उसमा गइरहेको बदलिँदैछ मैले फिल गरेको कुरा नि अब होइन कि मान्छेहरूले अहिले सबै कुरा भिजुअल्ली नै हेर्न चाहन्छन् त त्यो कसले पढियो बस्छ भन्ने खालको सोच भएकोहरू बिस्तारै तर त्यस्तो हुन्छ चाहिँ म भन्दिनँ लाग्दैन तर कुनै अवसर आयो भने त्यो लेख्नु चाहिँ लेख्ने हो होइन कोसिस गर्ने हो तर एउटा राम्रो लेख्ने मान्छे राम्रो फिल्म मेकर पनि बन्दो रहेछ राम्रो कथा भन्न सक्दछ राम्रो डिरेक्टर बन्दो रहेछ भन्ने उदाहरण चाहिँ अब उपेन्द्र सुब्बा दाइले दिनुभएको हो नि त सो तपाईँलाई पनि लाग्छ कि छुदेन काबी म भोलिको दिनमा गएर एउटा राम्रो फिल्म मेकर बन्न सक्छ लास्ट टाइम चाहिँ अस्ति मनसराको टाइममा उपेन्द्र दा चाहिँ उता सिलगढी आउनुभएको थियो त्यसलाई हामी लामो गफ भएको थियो 2-3 घन्टाको गफ हामी फिल्म र किताबलाई लिएर होइन त्यति बेला फात्सुङको कुरा पनि भएको थियो त्यो फिल्म गऱ्यो भने कस्तो हुन्छ भन्ने टाइपको त्यो हल्का कुरा चाहिँ भएको थियो तर के भन्नु तपाईँले होइन तपाईँ फिल्ममा स्विच गर्नुभयो भने तपाईँलाई लाग्छ तपाईँ राम्रो फिल्म मेकर बन्न सक्छ भने होइन सबै उपेन्द्र सुब्बा नहुन सक्छ क्या अनि मैले त्यसरी सोचेको थिएँ एउटा चाहिँ होइन जुन किसिमको सम्भावना काठमाडौँमा छ होइन जतिबाट त्यो ऊ छ त्यो ठुलो छ नि त उनीहरूको प्लेटफर्म तर मसँग पनि केही योजना चाहिँ छ योजना भन्दा पनि केही प्रस्तावहरू छ केही फिल्म गरिदिने भन्ने तर त्योभन्दा अगाडि चाहिँ एउटा डकुमेन्ट्री लेखेको छु मैले यो छत्री सुब्बामाथिको डकुमेन्ट्री छ त्यो डकुमेन्ट्री चाहिँ मोटामोटी रेडी छ मान्छे त्यो फिल्ममा जाने कि त्यो आर्ट चाहिँ बटुल्नुको लागि मैले डकुमेन्ट्रीको काम गरेको छु होइन यो राम्रो बनेको जस्तो लागेको छ हामी 1 तारिकतिर सायद कालिम्पोङमा त्यो स्पेसल स्क्रिनिङ पनि गर्छौँ होला तपाईँले गर्नुभएको छ डकुमेन्ट्री साथीले गरेको मैले त्यसमा काम गरेको छु ओके फिल्मभन्दा अगाडि त्यताबाट छिर अनि त्यो योजना चाहिँ छैन होइन तर केही प्रस्तावहरू छ समय मिल्यो भने त्यो कोसिस चाहिँ गर्ने भनौँ न त्यो अहिले नै दौडिहाल्ने त्यो मुडमा छैन त्यो हतार चाहिँ छैन ओके सो तपाईँ के लाग्छ एउटा राम्रो लेखक हुनुको लागि धेरै पढ्नु पर्ने हो कि त्यो गुण बेसी हुनुपर्ने हो कि या अब्जर्भ गर्ने गुण बेसी हुनुपर्छ तपाईँलाई के लाग्छ तपाईँ छुदेन कापीमा के राम्रो छ ऊ बेसी पढ्छ कि उसले बेसी अब्जर्भ गर्छ समाजलाई त्यसले गर्दामा चाहिँ एउटा राम्रो लेखक भएको छ त्यो त मैले भन्नु दुईटै कुरा चाहिन्छ जस्तो एउटा त सबभन्दा पहिला त राम्रो मान्छे हुनु कोसिस गर्नु पर्यो होला होइन तपाईँसँग सोच्ने तरिका होइन तपाईँसँग कुनै कुरा अगाडि आयो भने त्यसलाई कसरी लिने त्यो लिने चाहिँ सबभन्दा ठुलो कुरा हो अनि विषयलाई हेर्ने तपाईँको दृष्टिकोण चाहिँ हुनु पर्यो होला होइन सबै मान्छेले चाहिँ एउटा कुरालाई चाहिँ हजारवटा दृष्टिकोणबाट हेर्न सकिन्छ नि त होइन अनि राइटरको दृष्टिकोण चाहिँ अलिकति डिफ्रेन्ट हुनुपर्छ कि भन्ने चाहिँ मलाई सधैँ लाग्छ होइन त्यो जस्तो मुभमेन्टमाथि काम गर्दाखेरि मुभमेन्टलाई कसरी हेर्ने होइन अलिकति चाहिँ आफूलाई चाहिँ हुन्छ नि त्यो बिचमा राखेर हेर्नु सक्नुपर्छ कि भन्ने चाहिँ म जहिले पनि लाग्छ होइन त्यो कतिसम्म सफल हुन्छ कतिसम्म हुँदैन त्यो अर्कै कुरा हो तर त्यो दृष्टिकोण चाहिँ एउटा हुनुपर्छ कि एउटा चिजलाई आम मान्छेले जसरी हेरिरहेछ त्यसलाई लेखकले त्यसरी नै हेर्ने कि त्योभन्दा अलिकति डिफ्रेन्टली हेर्ने त्यो दृष्टिकोणले पनि फरक पार्छ कि भन्ने मलाई लाग्छ क्या होइन 100जनाले 99जनाले त्यो कुरालाई त्यो जसरी हेरिरहेछ लेखकले पनि त्यसरी हेऱ्यो भने त भिन्नता केही आएन नि त
तर त्यो विषयलाई चाहिँ अलिकति अर्को दृष्टिकोणले कसरी हेर्न सकिन्छ त्यो दृष्टिकोणले पनि फरक पार्छ कि भन्ने लाग्छ। अर्को किताब त पढ्नै पऱ्यो। तपाईँले किताब नपढी त तपाईँ अगाडि जानै सक्नु हुँदैन। तपाईँको राइटिङ भनेको चाहिँ त्यो स्पोर्ट्स जस्तै हो क्या। तपाईँ डेली त्यो गायन गर्दाखेरि जसरी बिहान बिहान रिहर्सल गर्नुहुन्छ नि त्यस्तै हो क्या। हरेक दिन तपाईँले कोसिस गरिरहनु भने त्यो हुन्छ नि रिहर्सल गरिरहनु भयो भने त्यसरी बनिँदै जाने हो क्या। मेरोमा कला छ भनेर जहिले लेखे त्यसरी हुँदैन क्या। एक ठाउँमा गएर त्यो ठोकिन सक्छ क्या। अनि सक्दो त्यसको लागि चाहिँ किताब पढ्नै पऱ्यो। अनि राइटिङको त्यो जुन चाहिँ प्रक्रिया छ त्यो प्रक्रियालाई पनि चाहिँ हुन्छ नि यसलाई म डेली गर्नुपर्छ, यो मेरो साधना यही हो। मैले त्यो बिहान गीत गाएको जस्तो रिहर्सल गरे जस्तो त्यो गर्नुपर्छ। फुटबल खेल्नेले जसरी बिहान बिहान गरेर चाहिँ गरिरहेको हुन्छ त्यो चाहिँ कोसिस गर्ने हो क्या। अनि त्यसले नै चाहिँ राइटरहरू बनिन सक्छ कि भन्ने मलाई लाग्छ। ओके, सो तपाईँले पनि त्यो डेली त्यो प्र्याक्टिस गर्नुहुन्छ, एक्सर्साइज गर्नु, केही न केही लेख्ने? त्यो त म गर्छु, गर्नुहुन्छ? म हरेक दिनै गर्छु। म हरेक दिनै लेख्ने ट्राई गर्छु होइन। लेखिनँ भने पनि केही न केही पढिरहेको हुन्छु अथवा किन म ल्यापटपमा कमसेकम ल्यापटप खोलेर एकछिन बस्नु चाहन्छु क्या। कमसेकम 1 घन्टा बस्यो भने त्यसले म किताबसँग छु भन्ने खालको चाहिँ त्यो अनुभव दिन्छ। अर्को चाहिँ के हुन्छ भने केही पढिनँ र केही लेखिनँ भने मलाई डर लाग्छ क्या, अरूले के पढिसक्यो होला भन्ने टाइपको त्यो फिल आउँछ होइन। अनि मलाई के लाग्छ भने तपाईँ अरूभन्दा राम्रो बनाउनु चाहनुहुन्छ भने अरूभन्दा धेरै दुःख गर्नै पर्छ क्या। त्यो कुनै कहाँ लबी गरेर के गरेर त्यो कहीँ पनि पुग्दैन होइन। तपाईँ अरूभन्दा राम्रो हुनु कोसिस गर्नुहुन्छ भने तपाईँले अरूभन्दा बेसी दुःख गर्नै पर्छ क्या। अरूभन्दा बेसी सङ्घर्ष गर्नुपर्छ, अरूभन्दा बेसी पढ्नै पर्छ, अरूभन्दा बेसी लेख्नै पर्छ। तब नै चाहिँ अरूभन्दा अलिकति फरक देखिन सकिन्छ। नभए चाहिँ अब त्यही हराउने सबै जस्तै देखिन्छ। भिडदेखि अलग देख्नको लागि मेहनत पनि अलगै तरिकाले अझै धेरै मेहनत गर्नु। तपाईँ अरूभन्दा राम्रो देखिन चाहनुहुन्छ भने अरूभन्दा धेरै दुःख गर्नै पर्छ भन्ने चाहिँ म विश्वास गर्छु। एकदमै दामी कुरा। अनि तपाईँलाई के लाग्छ, जस्तो तपाईँले भन्नुभयो नि अब अरूभन्दा राम्रो देखिनको लागि अरूभन्दा फरक देख्नको लागि मेहनत धेरै राम्रो नभनौँ, फरक फरक देख्नको लागि अलिक धेरै दुःख गर्नुपर्छ भन्नुभयो। तपाईँलाई लाग्छ योमा पनि प्रतिस्पर्धा हुन्छ, लेखमा पनि हुनुपर्छ भन्छु म चाहिँ। हुनुपर्छ भन्छु। पोजिटिभ प्रतिस्पर्धा आयो भने चाहिँ अगाडि बढ्ने हुन्छ। जस्तो हामीसँग पब्लिसर त थोरै छ, अलिक धेरै पब्लिसर आयो भने पब्लिसरमा चाहिँ प्रतिस्पर्धा हुन्छ। त्यसले राम्रो कसरी बनाउने भन्ने खालको त्यो चुनौती आउँछ। राइटरमा पनि हुन्छ नि यसले यो लेखिरहेको छ, योभन्दा फरक कसरी लेख्ने, योभन्दा राम्रो कसरी लेख्ने, त्यो प्रतिस्पर्धा आउनु सक्यो भने त्यसले नै चाहिँ राम्रो बनाउने हो क्या। नभए त एक्लै भयो भने त के खेल्ने अनि। त्यो राइटिङ भनेको त एक्लैले गर्ने कुरा होइन, त सामूहिक रूपमा अगाडि जाने हो क्या। अनि त्यसमा कमसेकम उसले यसरी लेखेछ, म यसलाई म अर्को मुद्दा उठाउँछु होइन, यो नयाँ कुरा लिएर आउँछु, त्यो स्पेस बनिरह्यो भने चाहिँ त्यसले नै बनिने हो क्या। तपाईँ सिनेमा होस् अथवा सब कुरोमा, गायनमा होस् होइन, त्यो मलाई लाग्छ सब कुरामा त्यो पोजिटिभ प्रतिस्पर्धा हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। दामी एन्सर। बेसिकली मैले चाहिँ धेरैले के सुनेको छु भन्दाखेरि चाहिँ लेख्नेहरूले पनि कुनै पनि कुरा क्रिएट गर्नेहरूले चाहिँ के भन्छन् भन्दाखेरि चाहिँ मेरो काम भनेको म सृजना गर्ने हो होइन, अनि म सृजना गरेर त्यतिकै छोडिदिने हो। अब होइन कसले ग्रहण गर्ने कसले नगर्ने त्यो मेरो चिन्ताको विषय होइन। यहाँ मेरो लागि यो कोही पनि म कम्पिटिसन गर्न आएको होइन भन्ने नै बेसिकली भन्छ नि त होइन। तर तपाईँले भन्नुभयो कि हेल्दी कम्पिटिसन इज भेरी इम्पोर्टेन्ट भनेर। सो मानौँ यदि हामी कोहीबाट फरक हुन चाहन्छौँ भने कोहीबाट फरक हुन चाहन्छौँ भने अलिकति राम्रो पनि हुनुपर्ने रहेछ। राम्रो बनाउँछु तर क्वालिटी हुनु पऱ्यो, कन्टेन्टमा क्वालिटी हुनु पऱ्यो, फरक देखिने कोसिस। ल स्पार्कलिङ टी हाम्रो स्पोन्सर आरजे सागा पडकास्टको हाम्रो डिस्क्रिप्सनमा डिटेल छ, तपाईँले स्पार्कलिङ टी पनि अर्डर गर्न सक्नुहुन्छ। अनि अझै डिटेल छ डिस्क्रिप्सनमा, अन्य पनि तपाईँहरूले उर्मार अनि फाचुङ पनि कन्ट्याक्ट गरेर तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ है त। सो भनेपछि कम्पिटिसन पनि चाहिन्छ त्यो लेखमा, कुनै पनि फिल्डमा आई थिङ्क इम्पोर्टेन्ट छ। एकदमै छ। मलाई चाहिँ त्यो लाग्छ, जसले म गर्दिनँ यतिकै छोडिदिन्छु भन्छ उसलाई पनि भित्र त हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ क्या होइन। लेख्दाखेरि त हुन्छ होला नि त, त्यसले त्यो गरेँ म योभन्दा अलग गर्छु भन्ने त हुन्छ होला नि त। त्यो भित्र केही छ र त उसले गरिरहेको हुन्छ होइन, त्यो त हुन्छ हुँदैन। तपाईँहरूको उसँग त होला नि त होइन। हजुर हजुर पक्कै पनि। मलाई पनि लाग्छ, म पनि सोच्छु अब कि हाम्रो काम चाहिँ पुग्नै पर्छ, मासमा पुगेपछि मात्रै त्यो कामको मूल्याङ्कन हुन्छ भन्ने चाहिँ डेफिनेटली लाग्छ मलाई पनि है।
तर मैले पनि कम्पिटिसन हिसाबले चाहिँ लिन्थिनँ, तर एटलिस्ट आज चाहिँ मलाई लाग्यो कि हेल्दी कम्पिटिसन चाहिँ इम्पोर्टेन्टै रहेछ भन्ने चाहिँ भयो। मैले पनि कोही बेला चाहिँ कस्तो हुन्छ नि आफ्नै किताबसँग पनि कम्पिटिसन हुन्छ क्या। म यो उर्माल निकाल्ने बेलामा फाँचुङको त्यही भयो क्या समस्या। त्योभन्दा राम्रो कसरी गर्ने, त्यो कुनै पनि एङ्गलबाट होस् होइन, अरूसँग होस् या आफैसँग होस्, त्यो प्रतिस्पर्धा त हुन्छ क्या। अघिल्लोभन्दा कसरी राम्रो गर्ने भन्ने पनि हुनसक्ला कोही बेला नेपालबाट यो उपन्यास आइरहेछ, उनीहरूको कन्टेन्टभन्दा हामीले कसरी नयाँ दिने त्यो एङ्गलमा होस् होइन। हर किसिमबाट हुन्छ जस्तो मलयालमबाट यो आइरहेको छ होइन, माइग्रेसनमाथि लेखिरहेछ, हाम्रो पनि त समस्या छ माइग्रेसनमाथि, त्यसलाई कसरी भन्नु सक्ने, त्यो ट्रान्सलेट भएर जाँदाखेरि त्यो अर्को मुद्दा हुनसक्छ। यो हरेक एङ्गलबाट मलाई लाग्छ त्यो काहीँ न काहीँ त्यो हुनु जरुरी छ जस्तो लाग्छ। ओके, सो बेसिकली हुन्छ नि, बेसिकली के हुन्छ भन्दाखेरि हाम्रो नेपालसँग चाहिँ जब पनि सिनेमाकै कुरा गर्छु नि त म, सिनेमामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो दार्जिलिङले भनेको कथा चाहिँ नेपालले बुझ्दैन भन्ने खालको मान्छेको मानसिकता छ क्या। किनकि तर तपाईँको जस्तो फात्सुङ त एन्टायरली यो त दार्जिलिङको 86को कथा हो नि त होइन। हामी इरानको पिक्चर त सबटाइटलमा बुझिराखेको हुन्छौँ, नेपाली भाषामा लेखेको नेपालीमा बुझ्दैन र यो त होइन होला कि हुन्छ त्यस्तो हुँदैन जस्तो लाग्छ। त्यस्तो मान्छेले मैले सुनेको छु नि त भनेको क्या कि हाम्रो कथा नेपालको मान्छे रिलेट गर्दैन भनेर, तर फेरि हामी नेपालको पश्चिमको कथाहरू हेरिरहेका हुन्छौँ होइन। जस्तो हाम्रो कबड्डीमै हेऱ्यौँ होइन, मुस्ताङ त्यो के अरे थकालीहरूको कथा हामीले हेरिरहेको थियौँ, रमाइलो लाग्यो हामीलाई। सो मलाई पनि लाग्छ कि कन्टेन्टको क्वालिटी इम्पोर्टेन्ट होला होइन। कन्टेन्टको क्वालिटीसँगै त्यसलाई अलिकति युनिभर्सल कसरी बनाउनु त्यो चाहिँ इम्पोर्टेन्ट होला क्या। जस्तो मैले फात्सुङ लेखेर चाहिँ फात्सुङ लेख्दै गर्दाखेरि कस्तो लागेको थियो भने गोर्खाल्यान्ड मुभमेन्ट भनेको सबैले बुझ्छ भन्ने टाइपको लागेको थियो मलाई। यो ठुलो इस्यु अहिलेसम्म लेखेको छैन भन्ने टाइपको लेखेको थियो, तर ट्रान्सलेट भएर उहीँ कलकत्ता पुग्दाखेरि त्यो त के न के हुँदो रहेछ। त्यस्तो मुद्दा त देशमा त 10-12वटा कति 20-30वटा चाहिँ भइरहेको छ, आन्दोलन भइरहेको छ, मुभमेन्ट मागमा होइन, आन्दोलन भइरहेको छ होइन। अनि त्यहाँ चाहिँ इम्पोर्टेन्ट के हुँदो रहेछ भने त्यो मुभमेन्टले दिएको ट्रामा कस्तो थियो, मान्छेलाई कसरी त्यो 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 समाजमा मान्छेको हुर्किएको सपना कस्तो थियो, मान्छेको सपना, मान्छेको दुःख, मान्छेको कल्पना, मान्छेको ट्रमा भनेको त एउटै खालको हुन्छ नि त। अनि यो युनिभर्सल कुराहरू चाहिँ कसरी देखाउन सक्ने, त्यसमा चाहिँ अलिकति फोकस गर्नुपर्ने हो कि भन्ने चाहिँ हुँदो रहेछ होइन। तर कन्टेन्टले नै पुरै फरक पार्छ, अथवा त्यो कन्टेन्ट त नयाँ जानु त झन् हाम्रो ठुलो शक्ति हो नि। तपाईँ जस्तो चियाको मैले कथा किन लेखेँ भन्दा पनि त्यो नेपालमा कम लेखेकै छैन होला, मतलब त्यो नयाँ कुरा भयो नि त। नयाँ चाहिँ हाम्रो शक्ति हुने हो क्या, त्यो चाहिँ हाम्रो कमजोरी हुने होइन क्या। त्यसलाई अलिकति युनिभर्सल बनाएर देखाउन सक्नु मात्रै चाहिँ ठुलो कुरा हो कि भन्ने चाहिँ मलाई लाग्छ। सो भनेपछि तपाईँ मान्नुहुन्न कि यो दार्जिलिङको कथा नेपालको मान्छेले बुझ्दैन भन्ने चाहिँ होइन, पटक्कै होइन। ओके, तपाईँले सुरुमा कुरा गर्नुहोस् न, तपाईँले अहिले मैले धेरैजना जस्तो हामी सुरुसाथी हामी फर्स्टमा त्यो नेपाल जाँदाखेरि धेरैजना आख्यानकारहरू भेट्यौँ होइन। हाम्रो अमर नेपाली सर हुनुहुन्थ्यो, त्यसपछि नन्दराज पाण्डे, त्यसपछि बुद्धिसागरहरू, उनीहरूको त्यो कुरा सुन्दाखेरि सबैजना चाहिँ दार्जिलिङको उपन्यासकारहरूलाई पढेर हुर्केको रहेछ, प्रकाश कोविदलाई पढेर लेख्न थालेको भन्ने टाइपको। त्यसको मतलब त झन् बेसी प्रभाव पारिरहेको छ नि त। अनि हाम्रो चाहिँ बुझ्दैन भन्ने त्यो त होइन, त्यो त होइन होइन हजुर। सो त्यो बहाना मात्र हो, त्यो त ओके। सो अघि तपाईँले ठ्याक्कै उयो छुइदिइहाल्नु भयो, लभी गरेर पनि होइन, त्यो पनि कुरा गरिहालौँ न है। मैले सुनेको, तर म त यो फिल्डको मान्छे होइन, अब विशेष गरेर साहित्यको त होइन, भागेर मलाई फसाउन ट्राई गर्यो। अनि हुनु त सबै फिल्डमा हुन्छ यो खालके, अब आफ्नो आफ्नो टिम हुन्छ नि त त्यो, तर अब त्यसलाई प्रेजेन्ट गर्दा चाहिँ मान्छेले कस्तो भन्छ भन्दाखेरि ग्रुपिजम भन्छ क्या। अब हाम्रो टिम भनेर भन्दा दामी सुन्छ होइन, ग्रुपिजम भन्दा चाहिँ अलिकति अर्कै सुन्छ। अघि भने जस्तै राम्रो र फरक भने जस्तो क्या हुन्छ नि। सो यहाँ मैले पनि सुन्दा चाहिँ साहित्यमा अझ धेरै छ अरे क्या यो ग्रुपिजम सिस्टम चाहिँ दार्जिलिङमा स्पेसिफिकली। तपाईँ पनि मान्नुहुन्छ यो कुरा हो, यो एक्जिस्ट गर्छ? म कालेबुङको दार्जिलिङको चाहिँ मलाई थाहा छैन, छ होला है, हुन्छ होला। तर त्यसलाई चाहिँ जो राइटिङ मन जान्छ त्यसलाई सिरियसली लिनु हुँदैन कि भन्ने लाग्छ क्या। हाम्रो चाहिँ साङ्गुरिँदै गयो नि त होइन। जस्तो समस्या के भइदिन्छ भने आफ्नो आफ्नो ग्रुप बनाउने, एउटाले अर्कोलाई सर्काउने, अर्कोले सर्काउने, त्यो गऱ्यो भने त कहीँ पनि पुग्दैन नि त साहित्य त होइन। तपाईँले कसरी चाहिँ अरूबाट पढेर सिक्ने, अथवा कसरी उसलाई हेल्दी कम्युनिकेसन गरेर अगाडि जाने, त्यहाँबाट चाहिँ केही सिक्ने होला होइन। तर होइन ऊ चाहिँ यस्तो हो, त्यहाँ हाम्रोको चाहिँ राम्रो हुन्छ, उसको हुँदैन, त्यो त हुँदैन। तपाईँले हाम्रोभन्दा पनि फोकस चाहिँ राम्रो कसरी बनाउनु पर्ने भन्नेमा चाहिँ हुनुपर्ने हो। साहित्यमा डेफिनेटली त्यस्तो हुन्छ होला होइन।
छ होला तर 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 जो 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 सिरियसली राइटिङ गर्न चाहन्छ उनीहरूले यसमा सब भुलिरहनु पर्दैन क्या। तपाईँ जबसम्म गुटबाजीमा बस्नुहुन्छ तपाईँ कहीँ पनि पुग्न सक्नु हुँदैन क्या। हाम्रो चाहिँ म चाहिँ मेरो त झन् ग्रुपै हुँदैन क्या कोही बेला। म त कोही बेला त एक्लै हुन्छ, कति लामो 3 महिनासम्म एक्लै हुन्छ, साथीहरू आफ्नोतिर हुन्छ होइन, भेटै हुँदैन। हाम्रो कालेबुङमा गयो भने सुधीर सर, टिका भाइ, हामी 2-3 जना हुन्छ होइन। फेरि हाम्रो चाहिँ कस्तो छ भने तिम्रो राम्रो भएछ भन्दाखेरि पनि यहाँ कमजोरी भएछ भन्ने टाइपको देखाउने हुन्छ होइन। अनि त्यो हिसाबले हाम्रो मात्रै राम्रो भन्ने त हुँदैन। तर समग्रमा चाहिँ कसरी नेपाली साहित्यलाई अगाडि लाने भन्ने कुरामा चाहिँ हामीले फोकस गर्नुपर्ने हो कि भन्ने चाहिँ लाग्छ। त्यो तर त्यसले चाहिँ कता न कता गरेर काहीँ न काहीँ छुइरहेको हुन्छ क्या। पुरस्कारदेखि लिएर सब कुरामा गुटबाजी के गरिरहेको हुन्छ। तर राइटिङमा जसले फोकस गर्छ त्यसले सब कुरामा ध्यान दिने जरुरत छैन जस्तो लाग्छ मलाई चाहिँ। ओके, तपाईँले भन्नुभयो एउटा 1986ले तपाईँले युवा अकादमी पुरस्कार पनि पाउनुभयो भनेर। सो 1986मा पाएको युवा अकादमी पुरस्कारले छुदेन काव्य मलाई बेसी खुसी दियो कि फात्सुङको बिक्री भएको एडिसनहरूले? बिक्री मात्रै पनि नजाउँ होला, बिक्री मात्रै पनि नजाउँ होला होइन। मलाई चाहिँ कस्तो लाग्छ भने हरेक किताबको आफ्नो जर्नी हुन्छ क्या। 86को आफ्नै जर्नी थियो होला नि त, त्यसले कमसेकम अकाडेमीको त्यहाँ पुर्यायो होइन। झुकेर पनि कसरी पाएँ मैले थाहा छैन, तर त्यो पाएँ। तर देखिनेको रूपमा चाहिँ अब मलाई अलिकति बलियो बनाउने अथवा मलाई चिनाउने चाहिँ फात्सुङै हो भन्ने चाहिँ त्यो चाहिँ जहिले पनि लाग्ने हो। यो बिक्री बेसी भयो यही चाहिँ सबै कुरो हो त्यो पनि होइन। सो तपाईँको लागि पुरस्कार मायने राख्छ? तपाईँको लेखमा पुरस्कारले फरक पार्छ कि तपाईँले लेखेको कृतिहरू जब धेरै पाठकहरू समक्ष पुग्छ कुन चाहिँ कुराले चाहिँ अझै बेसी प्रेरणा दिन्छ तपाईँलाई त? खासमा पुरस्कारले चाहिँ पार्नुपर्ने हो क्या, पुरस्कारले पार्नुपर्ने हो। तर समस्या चाहिँ हाम्रोमा त्यस्तो छैन क्या इन्डियन लिटरेचरमा। त्यो समस्या चाहिँ भइरहेको हो कि जस्तो लाग्छ। त्यसमा फेरि ठ्याक्कै मुसिन सक्छ, मैले गाली खान सक्छु, तर त्यो भइरहेको छ कि पछि। जस्तै जस्तो नेपालमा चाहिँ मदन पुरस्कार एउटा छ जसले राम्रै किताबलाई दिन्छ भन्ने खालको छ होइन। त्यो भएपछि एउटा मानक हुन्छ नि त, यसले राम्रो अवार्ड पायो, यसले राम्रो किताब हुनसक्छ भन्ने टाइपले त्यो एउटा पोजिटिभली आउन सक्छ। बुकरहरूको यो साँच्चीकै एउटा राम्रो पायो, नोबल पाउने किताब साथतिर खोजेर पढिरहेको हुन्छ। तर हामीसँग चाहिँ त्यस्तो इन्डियामा छ जस्तो लाग्दैन क्या। अकाडेमिक किताब मान्छेले खोज्दैन क्या अकाडेमी पाएको किताबहरू होइन। त्यो चाहिँ हामीले झेलिरहेको छौँ कि भन्ने चाहिँ अकाडेमीलाई हामीले अलिक साँगुरो बनायो कि भन्ने चाहिँ लाग्छ। जस्तो 70s र 80sको टाइममा हेर्नुभयो भने साहित्य अकाडेमी पाउने किताबहरू अहिलेसम्म हामी त्यसलाई चाहिँ फलो गरिरहेको छ क्या। एकदम पाउनुपर्ने राइटरले पायो, मजबुत लेखकहरूले पायो। त्यो हिसाबले त्यो अवार्डसँगै लेखक बाँचिरहेको छ, लेखक र अवार्ड सँगसँगै छ क्या। तर 90s पछाडि चाहिँ अलिकति हाम्रो त्यसमा समस्या भयो कि भन्ने लाग्छ। अहिले त झन् त्यो साँगुरो बनाइदियो क्या, थोप्ला लाउनेले पाउने, थोप्ला नलाउनेले नपाउने, के गरेर चाहिँ अवार्ड चाहिँ अलिक ठुलो हामीले साहित्यलाई त फसाएर लानुपर्ने, ठुलो बनाउनु पर्ने हो नि त। जस्तो साहित्य अकाडेमी मार्फत जस्तो म त्यो ज्ञानपीठको लिस्ट हेर्दै थिएँ होइन, इन्डियाको सबभन्दा ठुलो साहित्यिक अवार्ड ज्ञानपीठ होला। हिन्दीमा त 12 करोड कति पुगेछ, नेपाल हाम्रो विनोद कुमार शुक्लाले पायो होइन। मलयालममा 6 वटा कति छ, बङ्गालीमा 8 वटा कति छ, तर नेपाली एउटा पनि छैन। त्यसको मतलब त्यहाँ पुग्ने राइटर चाहिँ हामीसँग थिएन कि बनिएन होइन, त्यो पनि इम्पोर्टेन्ट हो नि त। साहित्य अकाडेमीहरूले चाहिँ राम्रो ठाउँमा दियो भने अथवा राम्रो राम्रो राइटरलाई दियो भने त्यहाँसम्म पुग्ने खालको बाटो बनिन्थ्यो कि होइन। त्यो चाहिँ काहीँ मार्फतमा अलिकति चाहिँ कमजोर भइरहेको हो कि भने हामी अलिक साँगुरो भइरहेको छौँ कि यसलाई त ठुलो बनाउनु पर्ने नि त हामीले होइन। सबैको हो यो अवार्ड, त्यहाँभित्रबाट एउटा राम्रो किताबले चाहिँ पायो भने कमसेकम त्यो किताब 10-20 हजार बिग्दियो भने एउटा पब्लिसरसँगै लेखक पनि बाँच्यो नि त। यसले त यो त साँच्चीकै राम्रो किताबले पाउँछ अनि यो किताब चाहिँ किन्नै पर्छ भन्ने टाइपको त्यो हुन्छ नि। त्यो चाहिँ हामीसँग छैन क्या। अनि मान्छेलाई थाहै हुँदैन अकाडेमी अवार्ड पाउँछ, आजकल त झन् त्यो मान्छेलाई आइडियै हुँदैन क्या। कोही गाली गर्ने गरिरहेको हुन्छ, गाली नगर्नेलाई त्यो मलाई हुँदैन, आफूले त नथापिरहेको हुन्छ होइन। अनि यहाँ चाहिँ हामी चुकिरहेको छौँ कि जस्तो लाग्छ होइन। यसमा एकजनाको मात्रै नहोला, धेरैजनाको कमजोरी होला, हाम्रै पनि कमजोरी होला। तर मलाई चाहिँ के लाग्छ भने यसलाई अलिकति फराकिलो चाहिँ बनाउनु पर्ने हो क्या। कमसेकम अलिकति सबैको लागि हो होइन। एउटा राइटरको निम्ति जो चाहिँ सिरियसली राइटिङमा आएको छ उसको निम्ति थोप्ला चाहिँ इम्पोर्टेन्ट हुँदैन क्या। कसरी चाहिँ के लेख्ने के नलेख्ने भन्ने कुरा। म त यसै लेख्दा थोप्ला आइहाल्छ, सम्पादकले सोच्छ लाउने नलाउनु भनेको तपाईँलाई जे मन पऱ्यो त्यो हिसाबले जाने हो नि त। थोप्ला माने त्यो थोप्ला लाउनेले चाहिँ त्यो डट हुन्छ नि अड्डाको क्या, त्यो पाउने नपाउने छ नि त हाम्रो जग्गामा। अनि त्योभन्दा माथि उठेर चाहिँ यसलाई अलिकति ठुलो बनाएर कमसेकम एउटा साँच्चीकै एउटा अवार्ड चाहिँ यस्तो होस् कि इन्डियामा कि यो पाएको चाहिँ साँच्चीकै राम्रो किताबले पायो अनि यो किताब चाहिँ कमसेकम 20,000 बिग्दियो भने हामीसँग त कति 30
1.5 करोड भन्छौँ यसै त हामी राजनीतिक रूपमा नारा लाउँदाखेरि गोर्खाहरू त्यति छ भनेर, त्यति नहोला, तर जति छौँ त्यो हिसाबमा कमसेकम 1.5 करोडले त 1%ले मात्रै किनिदियो भने पनि 15-16 लाख किताब बिक्री हुनुपर्ने होला होइन। हामी 3-4 हजार मात्रै रोइरहेको छौँ होइन। अन्त कमसेकम एउटा त्यो चाहिँ मानक जस्तो भइदिएको भए त्यसले पनि चाहिँ फरक पार्थ्यो कि भन्ने लाग्छ। तर सो अवार्डले फरक पार्नुपर्ने हो भन्ने चाहिँ लाग्छ। तर अब एज अ राइटर चाहिँ सबभन्दा ठुलो त पाठककोमा गएर उनले कसरी लेख्यो त डेफिनेटली राम्रो कुरा भइहाल्छ होइन। उसले कस्तो रियाक्सन दियो त्यसले नै त जीवित पार्ने हो नि त। तर त्यो सँगसँगै त्यति हुँदाहुँदै अवार्डले पनि फरक पार्नुपर्ने हो भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। सो तपाईँलाई चाहिँ भनेपछि हाम्रो जति पनि अहिले अकादमी अवार्ड पाइरहेको छ किताबहरूले त्यसमा चाहिँ तपाईँलाई चित्त बुझेको छैन? चित्त नबुझेको होइन, के राम्रो पनि पायो होला होइन। तर मैले भन्नु खोजेको चाहिँ त्यो जुन ब्रान्ड हुनुपर्ने त्यो ब्रान्ड यो किताबै ब्रान्ड चाहिँ बनेको छैन, किताबको ब्रान्ड बनेको छैन। जस्तो 80सम्म थियो होला क्या। जस्तो त्यो 80को तपाईँको लिस्ट हेर्नुभयो भने तपाईँले अहिले सम्झिने राइटरको नाम त्यहीबाट ठ्याक्कै आउँछ क्या एउटा। तर त्यसपछिको खासै आउँदैन क्या राइटरको नाम। अनि यहाँ चाहिँ हामीले त्यसलाई साँगुरो बनाउँदै लग्यौँ कि भन्ने चाहिँ। त्यो चाहिँ केले गर्दामा भएको हुनसक्छ? साँगुरो चाहिँ केले गर्दामा भएको? लभी भयो होला सायद। त्यो अघि भनेको चाहिँ ग्रुपिजमले हुनसक्छ, त्यस्तोहरू पनि होला, त्यस्तोहरूमा होला। तर त्यो एउटा त राइटरले त्यो छोड्नुपर्ने हो। लभी गरेर थाप्ने पुरुष के थाप्ने होइन। त्योभन्दा चाहिँ हामी सबैले नै जस्तो राइटरकोबाट पनि हात होला होइन, त्यसपछि जुरी होला होइन, कोही बेला राम्रो जुरी आउँला होइन, त्यसपछि अकाडेमीमै भएको मान्छेहरू पनि होला, उनीहरूको आफ्नै समस्या होला। उनीहरूको कोही भन्छ यो हाम्रो के छ, कोही बेला त गाह्रो छ के भनिरहेको हुन्छ होइन। कतिजनाले नयाँ मान्छेहरू राम्रो पनि पसिरहेको छ। तर यसलाई चाहिँ मलाई लागेको त्यो साङ्गुरुम्दै जसरी लगिरहेको छ त्यसलाई अलिकति ठुलो चाहिँ बनाउनु पर्ने हो भन्ने चाहिँ मलाई लाग्यो क्या। कमसेकम एउटा मानक चाहिँ भइदिएको भए यो किताब चाहिँ अकाडेमी पाए यसले चाहिँ यो चाहिँ राम्रै हुन्छ, त्यो विश्वास चाहिँ अहिलेसम्म दिलाउन सकेको छैन जस्तो लाग्छ मलाई अकाडेमीले। ओके, यही विषयमा एउटा कुरा ठ्याक्कै तपाईँले बात गर्दै गर्दा एउटा कुरा सम्झेँ क्या मैले। तपाईँले भन्नुभयो नि लेखकलाई पनि एउटा हुनु पऱ्यो कि यो किताबले त मैले त डिजर्भ गर्दिनँ, यो अकादमी पुरस्कार म त लिँदिनँ भन्ने। त्यो आर्ट आउनु कतिको इम्पोर्टेन्ट छ? अनि त्यो त हामीसँग सधैँ छैन। त्यति थाप्ने हो दियो भने होइन, मागेर थाप्ने हो क्या। हामी त्यो अवस्थामा छौँ। समस्या त्यो हो नि त। त्यो होइन, आफ्नो कृति सबैलाई आफूलाई राम्रो लाग्न सक्छ, त्यो स्वाभाविक हो। तर चयन गर्ने मान्छेहरूले होइन, त्यो ठाउँमा पुगेको मान्छेहरूले चाहिँ होइन नेपाली साहित्यलाई नै सोचेर, भारतीय नेपाली साहित्यलाई सोचेर चाहिँ यो किताबलाई दिँदा चाहिँ यो मानक बनिन सक्छ अथवा हुन्छ नि यसले मान्छेलाई विश्वास दिन सक्छ, पाठकलाई बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ त्यो एङ्गलमा चाहिँ जानुपर्ने हो कि भन्ने चाहिँ लाग्छ। योभन्दा बेसी बोले मैले गाली खान्छ। होइन, गाली त सोध्ने मान्छेले खान्छ, बोल्ने मान्छेले होइन। तर चाहिँ भए पनि मलाई पनि त्यो लाग्छ कि आई थिङ्क यदि त्यो तपाईँले भने चाहिँ भन्नु हो भने चाहिँ जसले पाइरहेछ उसले पनि एकपल्ट चाहिँ एनालाइसिस गर्नुपर्छ होला कि मैले साँच्चै डिजर्भ गर्छु। पाउनेकोमा त्यत्रो उयो हुँदैन क्या, टाइमै हुँदैन क्या। ओके, यो कुराले हेरौँ। अब हामी अब चाहिँ फाइनली उर्मारमा हौँ है। उर्मार त मैले पढ्न बाँकी छ, म पढ्छु है। सो तपाईँले भन्नुभयो यसमा तपाईँले आदिवासी नेपालीको कथालाई अनि विशेष गरी यसमा तपाईँले चियाबारीको कथालाई लेख्नु भएको छ। सो अब 86को त आन्दोलन त त्यो त तपाईँको गाउँमा पनि भएको हो, तपाईँको त्यो परिवेशमा चाहिँ तपाईँलाई थाहा छ। तर अब चियाबारीको भन्नुपर्दा त तपाईँ कालिम्पोङको बस्तीको एउटा होइन, निम्बोङ बस्ती हो, कमानदेखि कसौँ टाढा, कमानको समस्यादेखि धेरै टाढा हुनुहुन्थ्यो तपाईँ हुनुहुन्छ होइन। सो कस्तो प्रकारले तयार गर्नुभयो थियो, रिसर्च वर्क कस्तो भयो अनि कति समयपछि कति वर्ष लाग्यो तपाईँलाई यो रिसर्च गर्न चाहिँ? मोटामोटी 5 साल अलिकति बेसी लाग्यो होला रिसर्चसँगै राइटिङको प्रक्रिया पुरा गर्नको निम्ति होइन। कस्तो थियो भने म क्लास 11-12 पढ्दा चाहिँ बाख्राकोटमा बसेर पढेको थिएँ क्या। अनि त्यो हुँदाखेरि चाहिँ बाख्राकोटमा त्यो म चिया बगानभित्र पसेर 2 वर्ष बसेँ। अनि त्यहाँको दुःख, त्यहाँको सङ्घर्ष, त्यहाँको पीडा चाहिँ थोरै मात्रामा मलाई त्यो फिल गर्ने चाहिँ समय जुड्यो क्या मसँग। म त्यहाँ बसेर पढ्ने, चिया बगानमा गएर पढ्ने होइन, त्यो त्यहाँभित्र गएर पढ्दाखेरि त्यो जुन किसिमले त्यहाँको महिलाहरूले दुःख गरेको देख्थेँ होइन। मान्छेले चिया बगानमा कस्तो हुन्छ, टट्टी गरिदिन्छ, बगानतिर त्यस्तो हुन्छ नि, तलतिर त जाँदैन। त्यस्तो महिलामा गएर घाम नभन्ने, पानी नभन्ने जुन किसिमले सङ्घर्ष गर्छ, चिया बगानको सङ्घर्ष त हामीले अरू सङ्घर्षभन्दा धेरै व्यापक छ क्या। अझै डुवर्समा अझै व्यापक लाग्यो मलाई चाहिँ होइन। मान्छेसँग हुन्छ नि, तपाईँ आज पोडकास्ट गर्नु मन परेन, तपाईँ गर्दिनँ, त्यो सक्यो नि त। तर चिया बगानमा त्यो हुँदैन नि त। तपाईँले चाहोस् कि नचाहोस्, तपाईँले असिना पानी पर्दा पनि तपाईँ त्यहाँ पुग्नै पऱ्यो होइन। तपाईँ रोज नदिँदा अब कोही बेला 2-3 महिना तलब पाउँदैन, घरमा खानु हुँदैन, र पनि तपाईँले त्यहाँ के आशा हुन्छ जसले कारण तपाईँ त्यहाँ पुग्नै पर्ने हुन्छ। अनि यस्तो जिन्दगी त एउटा बन्धुवा मजदुरको हुनसक्छ नि त होइन।
अनि त्यो सङ्घर्ष देखेपछि चाहिँ मलाई के लाग्यो भने म बस्तीमा जन्मेको पनि मान्छेको दुःख जुन हुन्छ मैले अघि सुरुमा पनि भने दुःख अथवा उसको सपना अथवा उसको सङ्घर्ष भन्ने चाहिँ मान्छेको त्यो जोडिने कुरा हो क्या मान्छे अभावले नै मान्छेलाई जोड्ने हो नि त होइन तपाईँसँग सब कुरो सम्पन्न भयो भने तपाईँलाई ईर्ष्या आउनसक्छ तपाईँलाई आरिस आउनु थाल्छ मेरो जतिको यसको भयो तपाईँलाई रिस उठ्न थाल्छ तर दुईजना नहुने मान्छे भएपछि जहिले पनि प्रेम हुन्छ कि यो पनि म जस्तै हो भन्ने टाइपको क्या सायद त्यो फिल भयो मलाई कि हामी जस्तै सङ्घर्ष गर्ने मान्छे हो अझै मैले भन्दा बेसी सङ्घर्ष उनीहरूले गरिरहेको छ तर उनीहरूले आफ्नो कथा चाहिँ बाहिर देखाउन सकिरहेको छैन सो यसलाई किन नलेख्ने भन्ने हिसाबले पनि चाहिँ मैले रिसर्च सुरु गरेर त्यसपछि चाहिँ भनौँ न त्यसरी चाहिँ म डुवर्स गएँ डुवर्स पनि लामो घुमेँ म पटक गएँ म त 12-15 चोटि चाहिँ त्यो डुवर्सको वरिपरि घुमेँ होइन त्यहाँको आदिवासी त्यहाँको नेपालीहरूसँग भेट गरेँ अनि त्यो भेट पछि जे चाहिँ निक्लियो त्यसपछि नै उर्माल बन्ने भनौँ न ओके सो बेसिकली म चाहिँ के सोच्थेँ पहिला भन्दाखेरि हामी जुन ठाउँको छौँ होइन अनि हामीले अझ धेरै राम्रोसँगले बुझ्छौँ कथा भन्ने होइन हामी अझ धेरै राम्रोसँग कथा भन्न सक्छौँ भन्ने लाग्छ तर आई थिङ्क त्यही सायद एउटा राम्रो लेखकको पावर पनि त्यही होला एउटा राम्रो लेखकको गुण पनि त्यही होला कि आफ्नो ठाउँमा नहुँदा पनि अर्काको व्यथालाई राम्रोसँगले बुझ्न सक्ने त्यो कुरालाई निकाल्न सक्ने सायद त्यो गुण तपाईँकोमा छ होला त्यही भएर उर्मारले अहिले यो प्रकारको रेस्पोन्स पाइरहेको छ होइन यो प्रकारको मान्छेहरूले दिइरहेको छ कस्तो हुँदो रहेछ भने जस्तो कुनै पनि थोकलाई चाहिँ बुझ्नुको लागि अलिकति थोरै टाढो जानुपर्दो रहेछ क्या तपाईँ एकदम यसको नजिक गयो भने यसलाई देख्न सक्नुहुन्न क्या त्यो एकदम क्लोज आँखामा आयो भने क्या अनि त्यो फिल हुँदो रहेछ मलाई त्यो 86 को मुभमेन्ट लेख्दा पनि त्यही फिल भएको थियो क्या मैले किन लेख्न सकेँ भने म अलिक टाढो गएँ नि त त्यो टाढोको पिरियडमा गएपछि मलाई त्यो फिल भयो अब म लेख्न सक्छु यस्तो रहेछ खासमा तपाईँले त्यो हुन्छ नि तपाईँले त्यसलाई हेर्ने तरिका त्यो अलिकति फरक हुँदो रहेछ क्या जस्तो तपाईँ चिया बगानकै भित्र बस्दाखेरि पनि त्यो हुनसक्छ तपाईँलाई त्यो डेली रुटिन चलिरहेको छ त्यसलाई तपाईँलाई सामान्य पनि लाग्न सक्छ होइन तर म बाहिरको भएपछि त्यसलाई मलाई त्यो फाइदा चाहिँ त्यसरी हुँदो रहेछ क्या त्यो मैले अलिक टाढोबाट हेरेपछि तिनीहरूको दुःख उनीहरूको सङ्घर्ष उनीहरूको पीडा जति छ त्यो त अरू आम मान्छेको भन्दा फरक छ क्या अलिक व्यापक छ अझै धेरै देखिन्छ त्यसले पनि चाहिँ मलाई सजिलो भयो कि भन्ने लाग्छ क्या अलिकति टाढो कुनै पनि कुरालाई अलिकति टाढोबाट हेर्नु जरुरी हुँदो रहेछ क्या कहिलेकाहीँ दामी सर हामीलाई बानी भइसकेको हो कि कमानमा बस्नेहरूलाई यो समस्या त हाम्रो लागि समस्या लाग्दैन नि त कसलाई थाहै हुँदैन क्या जस्तो मैले त्यो कमानकै कथा खोज्दाखेरि पनि त्यो फिल भयो क्या मलाई उसलाई मतलबै छैन क्या तपाईँले कति उसको जिन्दगी त्यहाँ काम गरेर बितिरहेछ होइन तपाईँले कति चाहिँ पैसा पाउँछ भनेको त्यो पनि थाहा हुँदैन क्या उसलाई दिनको कति पाउँछ भनेर गन्छ बिचरा अम्ला भाँचेर गन्छ ला मलाई थाहै भएन अस्ति त 1500 पाएको थियो भन्छ होइन कति दिनको 1500 पाएको त्यो पनि थाहा हुँदैन क्या मतलब ऊ त्यहाँ भिजिसक्यो क्या उसको जिन्दगी त्यो रुटिन भइसक्यो क्या उसलाई त्यो सङ्घर्षदेखि बाहिर उसको केही पनि छैन त उसलाई लाग्छ कि जिन्दगी नै मेरो यही हो भन्ने लाग्छ तर बाहिरबाट हेर्दा त त्यो उनीहरूको जुन चाहिँ लाइफ छ होइन त्यो त भयानक छ नि त होइन जसरी चाहिँ उसको पनि त खुसीको अधिकार होला नि त उसको पनि सपना देख्ने अधिकार होला नि त त्यो अधिकार त कसैले लुटिरहेको छ कसैले लगिदिरहेको छ नि त होइन यो आजको होइन नि त तपाईँले ब्रिटिसको युगदेखि सुरु गर्नुभयो भने त्यहाँदेखि तपाईँको पुस्ता अहिले आइपुग्दा पनि तपाईँलाई आफ्नै हजिरा पनि थाहा हुँदैन क्या अनि दुःख पनि त्यस्तै होला नि त अनि त्यो देखेपछि नै मलाई लेख्नु मन लाग्यो क्या चिया बगानमाथि नै लेख्नुपर्छ भन्ने टाइपको फिल गराएको थियो अनि आएपछि धेरैले भने तपाईँ चिया बगानमै हुर्केको भनेर सोधेँ क्या मलाई खुसी लाग्यो कमसेकम न्याय दिएछु भन्ने चाहिँ लाग्यो हजुर ओके यो कुरा साह्रै दामी गर्नुभयो तपाईँले टाढोबाट हेर्दा सायद अझ धेरै देख्छ कि भन्ने कुरा क्या ओके सो अब हामी निकै कुरा गऱ्यौँ है आई होप तपाईँलाई मजा आउँदैछ हजुर मलाई चिन्ता के लाग्यो भने मैले गाली खाने कि भनेर सोच्दैछु कि होइन गाली खाने त एउटा पनि बोल्नु भएको छैन सायद गाली खाने मैले सोध्दैछु होला गाली चाहिँ यो मान्छेले के छ कोट्टाको भन्नुहुन्छ होला तर जे भए पनि मलाई चाहिँ कस्तो थियो भन्दाखेरि यो अरू पोडकास्टहरू गर्दा चाहिँ म रिसर्च गर्छु क्या धेरै रिसर्च गर्छु त्यो मान्छेको बारेमा गेस्टहरूको बारेमा के भनेर तर तपाईँसँग चाहिँ मैले रिसर्च चाहिँ गरिनँ क्या किन भन्दाखेरि किन म चाहिँ यस्तो हुन्छ नि त अब रिसर्च बेसिकली रिसर्च गर्नु भनेको चाहिँ अब होस्ट चाहिँ खतरा छ है भन्ने देखाउनु हो नि त होइन तर मैले यसमा चाहिँ तपाईँबाट चाहिँ खतरा कुराहरू सुन्न चाहन्थेँ क्या जुन कुराहरू चाहिँ मैले अहिले सुन्दैछु पाउनुभएको एकदम विशेष गरेर मेरो कतिवटा पर्सपेक्टिभहरू चेन्ज हुँदैछ क्या लाइक मैले अघि भने नि म यही ठाउँमा हुर्केको म यो ठाउँको कथा राम्रो भन्न सक्छु भन्ने मलाई एउटा अहम थियो क्या तर तपाईँ बाहिरबाट अझ क्लियर देख्नु हुँदो रहेछ मेरो ठाउँको व्यथा भन्ने चाहिँ यो कुरा आज मैले रियलाइज त्यो सबैमा लागु नहुनु पनि सक्ला होइन तर एक हिसाबले मलाई त्यो चाहिँ लाग्ने
होइन सायद त्यस्तै हो कि हामीलाई यो दुःख त के हामी एउटा लाइनै छैन क्या तपाईँले प्रेम बुझ्नुको लागि प्रेमदेखि अलिक टाढो हुनुपर्छ अरे क्या तपाईँले दुःख बुझ्नुको लागि दुःखदेखि अलिक टाढो हुनुपर्छ अरे क्या तपाईँले एक दिन अलिकति राम्रो दिन देख्नुपर्छ तपाईँलाई तब फिल हुन्छ कि मेरो दुःखको दिन त्यो थियो भनेर क्या तपाईँको जिन्दगी त्यही काट्यो भने तपाईँलाई फिलै हुँदैन क्या दुःख पनि त्यो सो अलिकति जे थोक छ त्योभन्दा अलिकति टाढो हुनु जरुरी छ क्या वाह दिपेन दाले पर्दैछ र अडियोको मान्छेले चित्त बुझ्यो ठिकै हो किनकि हामीलाई सुखको अनुभूति पनि त्यति बेला मात्रै हुने हो नि त जति बेला हामीले दुःख देखेका छौँ होइन नत्र त दुःख सुख उर्मालमा एउटा लाइन छ क्या हजुर हिउँदमा बर्खाको याद आइदिन्छ होइन सुकौरोमा घामको बर्खामा घामको याद आइदिन्छ सुकौरोमा के को याद आइदिन्छ बर्सातको याद आइदिन्छ मान्छेसँग जे हुँदैन त्यसैको याद आइदिन्छ भन्ने क्या जे हुँदैन नि त्यसले त्यही चाहिँ तपाईँलाई फिल हुने हो क्या खासमा एकदमै मजा आयो मजा आयो मजा आयो ठिकै हो जे भए पनि मलाई पनि एकदम खुसी लाग्यो एउटा त तपाईँ आइदिनु भयो है अनि तपाईँको व्यस्त समय निकालेर यहाँसम्म आइदिनु भयो झन्डै एक्सिडेन्ट पनि हुनु भएछ होइन तर जे भए पनि जे हुन्छ सायद राम्रै हुन्छ होला आज सुरज दाले पनि एउटा सिक्नु भयो स्कुटीको ब्रेकको होइन निस्किनु भएको छ एनिवेज अब म तपाईँलाई त्यही सोध्न चाहन्छु अब विशेष गरेर अघि हामीले सुरुमा पनि कुरा गऱ्यौँ नि हो कि लेख भनेपछि मान्छेहरूले कस्तो भन्थ्यो भन्दाखेरि यो दुःख पाउने काम नगरे भन्ने अहिले पनि मान्छेको दिमागमा त्यही छ है आर्टहरूलाई लिएर पर्सपेक्टिभ त्यस्तै छ क्या मान्छेले होइन यो त दुःख पाउने काम नगर भाइ बरु एउटा रेगुलर जबमा लाग मन्थली स्यालेरी पाउँछ या मन्थली के पाउँछ त्यसले जीविका चलाउनु भन्ने खालके नै भन्छ नि त सो तपाईँ लेखमै प्रोफेसनल्ली हुनुहुन्छ सो तपाईँ के भन्नुहुन्छ विशेष गरी हेर्ने दर्शकहरूमा कतिजनाको नानीहरूले लेख्नुहुन्छ या कतिजना लेख्ने प्रयास गर्दै हुनुहुन्छ होला यसमै के गर्ने चाहँदै हुनुहुन्छ होला तपाईँ यसमा साँच्चै स्कोप छ भनेर अलिकति मैले त सुरुमा नि भनिहालेँ नि त हरेक मान्छे चाहिँ लेखक हुनुपर्छ भन्ने छैन तर हरेक मान्छेले किताब पढ्न जरुरी छ क्या तपाईँ किताब पढ्ने मान्छे हुनुभयो भने जुनै ठाउँमा जुनै प्लेटफर्ममा पुग्नु भयो भने तपाईँको हेर्ने दृष्टिकोण अलग हुन्छ सो तपाईँ पहिलोचोटि चाहिँ किताब पढ्नुहोस् अनि तपाईँको रुचि छ भने मान्छेसँग चाहिँ एउटा चाहिँ त्यो रुचि चाहिँ चाहिने रहेछ क्या त्यो म चाहिँ लास्ट टाइम यहाँ सिलगढीको एउटा प्रोग्राममा गएको थिएँ त्यहाँनिर एकजना चाहिँ एडिएम के हुनुहुन्थ्यो उहाँ चाहिँ रिटायर भएर आउनु भएको रहेछ क्या अनि उहाँले मलाई रमाइलो कुरा गर्नुभयो क्या म चाहिँ यतिकै म चाहिँ मेरो किताब पढेर आउनु भएको रहेछ अनि मसँग भेटेपछि खुसी भएर बात मार्नुभयो बात गर्दै गर्दा चाहिँ उहाँले के भन्नुभयो भने मैले 60 वर्ष चाहिँ यत्रो ठुलो पोस्टमा बसेर काम गरेँ होइन सब कुरो गरेँ मलाई त्यो कुरो सब कुरो लाग्थ्यो क्या तर रिटायर भएपछि मलाई थाहा भयो कि मेरोमा त केही हबी नै छैन रहेछ क्या म के गर्नु भयो अरे क्या 60 वर्ष रिटायर त भयो होइन त्यसपछि के गर्ने अब समय काट्ने कुरै छैन अरे क्या अनि त्यति बेला चाहिँ उसलाई फिल भयो क्या मान्छेसँग एउटा हबी पनि छैन रहेछ भन्ने क्या अनि त्यो भएर चाहिँ मैले किताबलाई चाहिँ साथी बनाएँ भन्ने टाइपको भन्ने कुरा गर्नुभएको थियो सो तपाईँलाई लेख्ने इच्छा छ भने तपाईँ इमान्दारितासँग त्यसमा लाग्नुहोस् तपाईँ जे पनि काम गर्नुहुन्छ सबभन्दा ठुलो कुरा तपाईँको इमान्दारी त हुनु पऱ्यो क्या भने त तपाईँको सफलताको चाहिँ त्यो 2 नम्बरी कहिले सिँढी हुँदैन क्या तपाईँले जे गर्नुहुन्छ जसो गर्नुहुन्छ तपाईँले दुःख सङ्घर्ष तपाईँको 100% हरेक कुरामा दिनैपर्छ तब मात्रै चाहिँ तपाईँ त्यहाँ पुग्ने हो नभए होइन म यताउता गरेर चाहिँ गर्छु त्यसरी चाहिँ हुँदैन तपाईँ राइटिङमा गर्नुहुन्छ भने सिरियसली गर्नुहोस् होइन अझ अहिले चाहिँ मैले सुरुमा भने ठुलो प्लेटफर्म बनिरहेको छ ठाउँ चाहिँ राम्रो बनिरहेको छ होइन पहिला भन्थ्यो नि त मान्छेले नेपाली लेखेर के हुन्छ भनेर होइन नेपाली पनि त अनुवाद भएर गयो भने त धेरै कुरा हुँदो रहेछ होइन त्यो ठुलो स्पेस त बनिँदै जाने रहेछ नि त मान्छेको एउटा ठाउँमा पुगेर चाहिँ भाषाभन्दा ठुलो कुरा चाहिँ उसको साहित्य उसको क्रिएसन हुने रहेछ क्या तपाईँको क्रिएटिभिटी बलियो छ भने कुनै न कुनै माध्यमबाट कुनै भाषाबाट त्यो बाहिर निस्किन सकिहाल्छ क्या सो यस नेपालीमा लेखेर के हुन्छ त्योपट्टि नजानुहोस् तपाईँ त्यही मार्फत तपाईँ बलियो पनि हुन सक्नुहुन्छ क्या अनि त्यो ठुलो ठाउँ छ जे गर्नुहोस् चाहिँ सिरियसली गर्नुहोस् भन्न चाहन्छु अनि लेखनमा आउनेलाई त त्यही भन्छ पहिलोचोटि चाहिँ किताब धेरै पढ्नु पऱ्यो तपाईँले त सुरुमा त किताब पढ्नै पऱ्यो अनि त्यसपछि राइटिङलाई तपाईँ सिरियसली लिनुहुन्छ भने तपाईँले स्पोर्ट्स गरेको जस्तो तपाईँले गायन गरेको जस्तो हरेक दिनै काम गर्नुहोस् डेफिनेटली राम्रो हुन्छ सो स्कोप पनि छ बलियो छ ओके सो थ्याङ्क यू सो मच दा थ्याङ्क यू तपाईँलाई पनि धेरै धन्यवाद होइन धेरै कुरा बोल्ने अवसर दिनुभयो मैले कति कुरा त म लामो समयदेखि बोलिरहेको छु त्यो दोहोरिन पनि हुनसक्छ केही कुरा नयाँ पनि भने कि भन्ने लाग्यो अनि अरू चाहिँ त्यो तपाईँले मैले गाली खाने कुरा केही गरेको छु भने चाहिँ त्यतापट्टि नजाउँ होला तपाईँलाई एकदमै धेरै धन्यवाद अनि सबै टिमलाई तपाईँहरूको टिम जति पनि हुनुहुन्छ एकदम यो अर्ग्यानिक लाग्यो यो होइन यस्तो सुनसान ठाउँमा हुन्छ नि आएर लेखौँ आएर पढौँ गर्ने ठाउँमा चाहिँ तपाईँले यो काम गरिरहनु भएको छ
तपाईँहरूलाई म अल द बेस्ट भन्न चाहे। थ्याङ्क यू तपाईँलाई, एकदम धन्यवाद। थ्याङ्क यू दा। आई होप कि फ्युचरमा पनि कुनै टपिकमा तपाईँसँग बसेर कुरा गर्न पाऊँ होइन। यो जुन अब सम्बन्ध बनिएको छ यो सम्बन्ध यसरी अझ प्रगाढ होस् अगाडिको दिनहरूमा है, म चाहन्छु। किनकि म पनि अलिक राम्रो राम्रो मान्छेहरूकै साथमा अगाडि बढ्न चाहन्छु। राम्रो होइन फरक, यो साह्रो दामी लाग्यो मलाई। सो मान्छे राम्रो पनि हुनु पऱ्यो तर फरक पनि हुनु पऱ्यो अनि मात्रै लाइफमा के गर्नु सक्छ भन्ने बुझ्यो। सो थ्याङ्क यू सो मच दा। अनि म तपाईँलाई एकदम अल द बेस्ट दिन चाहन्छु यो उर्मारको लागि पनि। अझ फात्सुङले भन्दा अझै धेरै यसले पाठकहरू पाएको होस् है, अनि अझै धेरै भाषाहरूमा अनुवाद भएको होस्। अनि फ्युचरमा अब डकुमेन्ट्रीबाट हल्का फिल्ममा पनि पस्दै हुनुहुन्छ होइन। फ्युचरमा तपाईँबाट पनि राम्रो राम्रो क्रिएसनहरू हामीले सिनेमामा पनि हेर्न पाऊँ। अनि तपाईँले भने झै हाम्रो नेपाली साहित्य पढ्ने जमात जुन छ अहिले नै सायद उहाँहरू डिजिटलमा जाँदैन होला, यो साहित्य पढ्ने गए पनि एक दिन त फर्केर किताबमा आउने हो। अनि किताबमा आओस् भन्ने पनि म प्रार्थना गर्छु। अनि थ्याङ्क यू सो मच दा। अनि मजा आयो। थ्याङ्क यू। तपाईँलाई मजा आयो। अनि थ्याङ्क यू सो मच तपाईँहरूलाई पनि। अनि उहाँ हुनुहुन्थ्यो छुदेन काबिमो, जसको अहिले भन्नुपर्दा धेरैवटा किताबहरू छ, तर त्यसमा मध्ये फात्सुङ चाहिँ आई हाइली रेकमेन्ड। अनि उर्मार पनि अब म तपाईँहरूले पढ्दै हुनुहुन्छ भने या पढिसक्नु भएको छ भने फात्सुङ पढ्नु भएको छ भने ब्याक टु फात्सुङ पनि जानुहोस्, एकदमै राम्रो छ। अनि मजा आयो तपाईँहरूलाई पनि। आई होप कि मजा लागेको छ। अनि विशेष गरेर लेखेर केही गर्न चाहने, लेखेर केही छोड्न चाहने, अनि लेखेर हुन्छ नि केही गर्न बनाउन चाहनेहरूको लागि पनि आजको यो एपिसोड थियो। आई होप कि तपाईँहरूले अब दाले भने चाहिँ सिरियसली लेख्नुहुन्छ। 2 नम्बरी काममा कुनै पनि काममा, लेखमा मात्र होइन कुनै पनि काममा तपाईँहरूले सफलता पाउनुहुन्न होला। सायद कतिले 2 नम्बरी गरेर छिटो तपाईँहरू अगाडि पुग्नुहुन्छ होला, तर जति छिटो पुग्नुहुन्छ त्यति छिटो तपाईँहरू तल पनि झर्नुहुन्छ। त्यो 2 नम्बरी नगर्ने, एकदम सिरियसली खट्ने होइन, मेहनत गर्ने, अनि तपाईँहरूको लाइफमा अगाडि बढ्ने पनि म भन्छु। थ्याङ्क यू। मेरो टिम सुबु छ आज क्यामेरामा, अनि दिपेन्द्र दा हुनुहुन्छ हाम्रो साउन्डमा, अनि सुरज दालाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। हाम्रो गेस्टलाई घरसम्म ल्याइदिनु भएको छ सिलगढीबाट है। सो थ्याङ्क यू सो मच तपाईँहरू सबैलाई। अनि आई होप कि तपाईँहरूले इन्जोय गर्नुभएको छ यो एपिसोडलाई। मन परे लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यस्तै तपाईँहरू समक्ष यसरी नै हाम्रो नेपाली समाजभित्र लुकेर बसेका ती अनुहारहरू जो चाहिँ हामी सबैले चिन्नुपर्छ, त्यस्ता अनुहारहरू लिएर म फेरि तपाईँहरू समक्ष आउनेछु आरजे सागर पोडकास्टको माध्यमबाट। अहिलेलाई चाहिँ म बिदा लिन्छु। बाई बाई सबैजना। बबाल रहना चाहिँ नबिर्सनु है त।